ल सुरु गरौँ सर। हस्, पुनः सबैलाई नमस्कार, शुभ सन्ध्या। आज हाम्रो त्रिभुवन युनिभर्सिटी एलुमनी एसोसिएसन नेपालको निमन्त्रणालाई स्वीकार गरेर तपाईहरु जोडिनु भएको छ भर्चुअली। त्यसैले सबैलाई धेरै धेरै धन्यवाद। आज हाम्रो यो जुन वेबिनार भर्चुअल प्रोग्रामको यो सिरिजमा सुनीति म्याडमले सम्झाउनु भएको जस्तै चौथो रहेछ हाम्रो। त्यसमा नमस्कार सबैलाई नमस्कार। त्यसमा नमस्ते कुस्मिला म्याडम। अनि आज हाम्रो प्रमुख वक्ताको रूपमा चाहिँ प्रोफेसर डाक्टर सुनीति हाडा श्रेष्ठ लगायत हाम्रो अध्यक्ष प्रदीप कुमार श्रेष्ठ पनि हुनुहुन्छ। अनि सर मलाई त्यो उसमा टिममा एकचोटि रिक्वेस्ट पठाउनु त, यस ल्यापटपमा खुल्दैन मेरो, टिममा पठाइदिनु न मलाई एकचोटि। हुन्छ, टिटाल सरले पठाइदिनुहुन्छ। अनि हजुर यो कार्यक्रमलाई चाहिँ सञ्चालन गर्नलाई चाहिँ पुरा कार्यक्रम सञ्चालन गर्नलाई हामीलाई हाम्रो रवि पराजुली सर र नोडनाथ सरले चाहिँ जुन सुरुवात गर्नुभएको छ त्यसको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु। हाम्रो टुवानको मुख्य उद्देश्य भनेको पूर्व विद्यार्थीहरूलाई अहिले त्रिभुवन विश्वविद्यालयसँग जोड्ने र सँगसँगै अहिलेको हालको विद्यार्थीहरू, शिक्षकहरू लगायत त्रिभुवन विश्वविद्यालयको सम्पूर्ण परिवारलाई पूर्व विद्यार्थीहरूको सँग चाहिँ एउटा जुन कनेक्टिभिटी हाम्रो कमी भइरहेछ त्यसलाई चाहिँ कसरी कमी गर्न सकिन्छ र हामी सँगै मिलेर कसरी अगाडि जान सक्छौँ भन्ने मुख्य उद्देश्य लिएर नै हाम्रो यो टुवानले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ। अघि मैले भनेको जस्तै विभिन्न कार्यक्रम मध्ये हाम्रो भर्चुअली अथवा अनलाइन प्लेटफर्ममा पनि हामी जोडिन सकौँ अथवा एकदमै अहिले आवश्यक विषयवस्तुहरूमा केही छलफल गर्न सकौँ भन्ने उद्देश्यले नै हाम्रो रवि सर र नोडनाथ सरले प्रस्ताव गरे अनुसार अब हामीले यो मासिक रूपमा यो कार्यक्रमलाई चाहिँ अगाडि बढाउने भन्ने उद्देश्यले चाहिँ अगाडि बढिरहेछौँ। यसमा मुख्यतया दुईटा हामीले यो टुवानले चाहिँ ड्राइभ ल्याएको छ। एउटा चाहिँ हाम्रो जुन हायर एजुकेसन सिस्टममा चाहिँ कसरी डिपोलिटिसाइज गर्ने भन्ने एउटा सकेसम्म पोलिटिकल इन्फ्लुएन्स कम गर्ने भन्ने उद्देश्य लिएको छ र दोस्रो भनेको यो गिभिङ ब्याक टु त्रिभुवन युनिभर्सिटी भन्छौँ। एलुम्नीहरूले त्रिभुवन विश्वविद्यालयलाई के कस्तो आफ्नो क्षमता अनुसार कसरी हुन्छ सहयोग गर्ने विश्वविद्यालयको उद्देश्य पूर्ति गर्नको लागि भन्ने त्यही उद्देश्यले लिएर हामीले टुवानमा हामी सबै मिलेर अगाडि बढिरहेछौँ। त्यही सिलसिलामा हामी आज चाहिँ यो टुवान अथवा त्रिभुवन युनिभर्सिटी एलुमनी एसोसिएसन नेपालको पास्ट, प्रेजेन्ट र फ्युचर भनेर चाहिँ यो कार्यक्रम राखेका छौँ। त्यसैमा उपस्थित हुनुभएको सबैलाई म स्वागत पनि गर्न चाहन्छु अन बिहाफ अफ त्रिभुवन युनिभर्सिटी एलुमनी एसोसिएसन नेपाल। मैले धेरै समय लिन चाहिनँ र सुरु गर्नको लागि चाहिँ आजको कार्यक्रमलाई संयोजन गर्न हाम्रो रवि पराजुली सरलाई म जिम्मा दिन चाहन्छु। र मुख्यतया आज हाम्रो कार्यक्रममा दुईटा किनोट प्रेजेन्टेसन्स हुन्छ। एउटा प्रोफेसर सुनीति हाडा र अर्को श्री प्रदीप कुमार श्रेष्ठज्यूको, र त्यसपछि उहाँहरूको प्रेजेन्टेसन पछि हामी छलफलमा जान्छौँ। छलफलमा हामीले तपाईहरु सबैबाट यो विश्वविद्यालयमा स्पेशली टुवानको भूमिका कस्तो हुनुपर्छ र अगाडि कसरी जानुपर्छ भन्ने सल्लाह सुझाव पाउने आशा गरेका छौँ। र अन्तमा हामीले कार्यक्रम समापन गर्नको लागि रिदिश सरलाई अनुरोध गरेका छौँ। विलम्ब नगरिकन, धेरै समय नलिकन म अब यो कार्यक्रम अगाडि बढाउनको लागि हाम्रो मोडरेटर श्री रवि पराजुली सरलाई अनुरोध गर्दछु। ओभर टु यु रवि सर। धन्यवाद धीरज सर। यहाँ उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरूलाई, विशिष्ट व्यक्तिहरूलाई हार्दिक स्वागत छ।
हामीसँग हुनुहुन्छ अध्यक्षज्यू प्रदीप कुमार श्रेष्ठ, विशिष्ट व्यक्तित्व विशिष्ट वक्ताका रूपमा हुनुहुन्छ पूर्व अध्यक्ष प्राध्यापक डाक्टर सुनीति हाडा र अन्य सरहरू हुनुहुन्छ। त्रिभुवन विश्वविद्यालय अलुम्नाई एसोसिएसनको विषयमा चाहिँ सुनीति म्यामहरूले सुरु चाहिँ गर्नुभयो, म चाहिँ अलि पछाडि जोडिएँ। कहाँ गऱ्यौँ त, गर्नु पर्थ्यो के, हामीले कहाँ अल्मलियौँ हामी भन्ने विषयमा चाहिँ निकै चिन्ता लागिरहेको थियो। यो विषयमा चाहिँ हाम्रो अध्यक्षज्यू र चाहिँ सम्पूर्ण कार्य समितिको सबै सदस्यहरू चाहिँ बसेर छलफल मिटिङ गर्दा के गर्ने, गर्न त गर्नु पर्यो तर के गर्ने भन्ने विषयमा निकै छलफल हुन्थ्यो। यसलाई तुवानलाई कसरी थप प्रभावकारी बनाउने भन्ने विषयमा छलफल हुन्थ्यो। एउटा प्रश्न उठ्थ्यो, सदस्य सङ्ख्या थप्नुपर्छ भनेर। सदस्य सङ्ख्या थप्नुपर्छ भन्दाखेरि चाहिँ उपस्थितिको समस्या हुन्छ हामीसँग। सदस्य मात्रै थपेर के गर्नु, हामीसँग त्यत्रो एक हप्ता अघिदेखि चाहिँ हामीले भनिरहेछौँ, हाम्रो समूहमा हालेका छौँ। मैले आफ्नै पर्सनल्ली नै वाट्सएपमा हाम्रो ग्रुपमा हुनुभएका सबै सरहरूलाई, झन्डै 100जना सर म्यामहरूलाई मैले पर्सनल्ली मेसेज गरेँ। त्यति गर्दा पनि हामी उपस्थित हुन सकेनौँ, किन भन्दा सबैको आफ्नो आफ्नो व्यस्तता छ, त्यो हिसाबले पनि हो छ। त्यो भए उनीहरूले सदस्य सङ्ख्या थप्ने कि हाम्रो गतिविधि बढायो भने ल है यो यसको तुवानको सदस्य बन्नुपर्छ भन्ने हिसाबमा हामीले जागृत गर्ने। पुस एन्ड पुल फ्याक्टर भन्छ। यहाँ सुनीति म्यामको अगाडि प्रदीप सरको अगाडि दुईजनाको अगाडि मैले के भन्नु, पुस गर्ने कि पुल गर्ने भन्ने खालको कुराकानीमा हुन्छ। त्यो भए उनीहरूले चाहिँ कसरी गर्ने भन्ने विषयमा हाम्रो कार्य समितिबाट पनि भयो। अर्को चाहिँ बाहिर हुनुभएका कार्य समितिभन्दा बाहिर हुनुभएका सर म्यामहरूबाट केही त्यस्तो नयाँ सुझावहरू आउँछ भने त्यसलाई चाहिँ कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा हामीले छलफल गर्नका लागि यो प्रयास अगाडि बढाएका हौँ। यही विषयमा अहिले चाहिँ मैले धेरै नबोलिकन हाम्रो तुवानको अध्यक्ष प्रदीप कुमार सरलाई चाहिँ यो अहिलेको चाहिँ हामीले तुवानले अहिले के गरिरहेको छ भन्ने विषयमा आफ्ना धारणा राखिनका लागि मैले अनुरोध गरेँ। प्रदीप सर। धन्यवाद रविजी। अन्त हामीले धेरै समयदेखि कार्यक्रमहरू गर्नुपर्छ भन्ने एउटा सोच राख्दा राख्दै त्यही हाम्रो विभिन्न कारणले यो ढिला पनि हुन गयो र अघि यहाँले नै भने अनुसार चाहिँ उपस्थिति धेरै कम हुने भएको हुनाले हाम्रा सदस्यहरूको चाहिँ सम्मिलित नहुँदाखेरि हामीले केही अर्गनाइज गर्दा अलिकति डिमोरलाइज पनि भएको थियो। अब गएको लास्ट मिटिङमा चाहिँ हामीले एउटा भर्चुअल मिटिङहरू पनि गरौँ र एटलिस्ट यसलाई एक्टिभेट गर्नुपर्छ भन्ने एउटा सोच आइसकेपछि हामीले केही म त्यसको लागि विशेष रविजी अब हाम्रो नन्दाजीलाई चाहिँ म विशेष धन्यवाद पनि दिन चाहन्छु। यो एक्चुअली यो टुवानको चाहिँ विगत वर्तमान र भविष्यको एउटा एजेन्डाको रूपमा हामीले लिएका छौँ। हुन त म अध्यक्ष भएको झन्डै 3 वर्ष लागि पनि सकेको रहेछ। हामीले धेरै कुरा गर्ने प्रयास गऱ्यौँ तर कारणवश ती कुराहरूलाई चाहिँ अगाडि बढाउन सकिएन। कमिटीहरू पनि गठन गरियो र विभिन्न कमिटीका चेयरपर्सन कोअर्डिनेटरहरूलाई चाहिँ केही अगाडि बढाओस् भन्ने हाम्रो एउटा सोच पनि थियो। तर कारणवश त्यो कुरोलाई चाहिँ अगाडि नबढेको कारणले गर्दाखेरि अलिकति हामी सुस्तायौँ पनि हो। तर मलाई के लाग्छ भने विशेष गरेर यो टुवानको चाहिँ मेम्बर्सहरूको सङ्ख्या साँच्चै हेर्ने पर्यो भने झन् मेम्बरहरूको हिसाबले अहिले जति पनि टुवान यो टियु अलुमिनाईबाट टियुको चाहिँ बाट पास गरेका स्कुल र कलेजको हिसाबले युनिभर्सिटीको हिसाबले हेर्दा झन् 5 लाखको सङ्ख्या चाहिँ हुँदो रहेछ भन्ने कुराहरू हामीले टाइम एन्ड अगेन बोल्दै आएका पनि छौँ। आज हामी केवल एउटा चाहिँ विद्यार्थी सङ्घको बारेमा मात्रै छलफल नगरेर चाहिँ आज यसको लागि मात्रै भेला भएका छैनौँ। हामी साँच्चै भने नेपालको सबैभन्दा ठुलो होइन बौद्धिक परिवारको चाहिँ भविष्य निर्माण गर्ने साझा अभियानको सहभागी गरौँ भन्ने एउटा उद्देश्यले चाहिँ आज हामी यहाँ आएका छौँ। हाम्रो विगतका कुराहरूलाई भन्दाखेरि पनि भविष्यमा के गर्ने, हुनु त 2016 सालमा चाहिँ स्थापित भएको त्रिभुवन विश्वविद्यालय नेपालको पहिलो र चाहिँ एउटा सबैभन्दा पुरानो र सबैभन्दा चाहिँ ठुलो विश्वविद्यालय हो। तर पनि यसो दशौंको यो आज चाहिँ यस विद्यालयबाट पास भएका चाहिँ लाखौं दक्ष जनशक्तिहरू चाहिँ उत्पादन गरेको छ। आज देश र विदेशमा चाहिँ छरिएर रहेका छन् र आज साथै भन्नु पर्यो भने विश्वविद्यालयको चाहिँ झन्डै 1100 हो कि कति भने मैले सुनेको थिएँ, भन्दा पनि बढी चाहिँ यसमा सम्बन्धित यसमा चाहिँ सम्बन्ध प्राप्त चाहिँ क्याम्पस है र यसमा करिब अघि मैले भने अनुसार झन्डै 5 लाख विद्यार्थीहरू चाहिँ देखिन्छ भन्ने आउँछ
र नेपालको लागि चाहिँ उच्च शिक्षाको लागि चाहिँ यो मेरुदण्ड बनेको हो हैन। र साँच्चै भन्नु पर्यो भने ट्युबाट पास पियुसँग एफिलिएटेड कलेजमा पास गरेका चाहिँ अब नेपालको राष्ट्रपतिदेखि लिएर प्रधानमन्त्री, प्रधान न्यायाधीश, मन्त्री, सचिव, ब्युरोक्रेट्स, बिजनेस कम्युनिटिजहरू माने हरेक क्षेत्रमा चाहिँ यहाँबाट पास गरेका स्टुडेन्टहरू चाहिँ विभिन्न ठाउँमा पुगेका छन्। तर आज साँच्चै भन्नु पर्यो भने आधुनिक नेपालको लागि चाहिँ बनाउने हो भने यसको योगदान बिना चाहिँ यो अपुरो नै हुन्छ। र मलाई के लागेको छ भने एलुमिनियम एसोसिएसन हैनबाट सिक्ने पाठहरू के हुन सक्छ भन्ने कुरा पनि हामी एउटा ट्युका चाहिँ अलुमनाईको हिसाबले चाहिँ जान्नु जरुरी लाग्छ। विशेष गरेर अलुमनाईहरुमा चाहे हार्वर्डकै कुरा गरौँ, अक्सफोर्ड भनौँ या हैन, क्याम्ब्रिज, स्ट्यानफोर्ड र इन्डियामा पनि धेरै अलुमनाई एसोसिएसनहरूले आफ्नो अल्मा म्याटर भनौँ जहाँ पढेका ठाउँमा चाहिँ केही योगदान गरेका छन् भन्ने कुरामा चाहिँ हामीलाई थाहा हुँदै पनि हामीले पनि त्यही उद्देश्य लिएर चाहिँ हामी अगाडि बढ्यौं। तर कुनै यसमा हामीले सोचे अनुसार चाहिँ उपलब्धि गरेका छैनौं, तर हार पनि मानेका छैनौं। र मलाई के लागेको छ भने आज हामी एक्स स्टुडेन्टहरूले चाहिँ के सहयोग गर्न सकिन्छ र यसको लागि चाहिँ विश्वव्यापी हैन, अब नेसनल मात्रै हैन इन्टरनेसनली पनि यसलाई चाहिँ व्यापक रूपमा चाहिँ परिचालित गर्न सक्नुपर्छ। उहाँहरूको योगदानलाई पनि अलिकति लिन सक्यो भने मलाई लाग्छ हाम्रो उद्देश्य चाहिँ प्राप्ति हुन्छ। र विश्वविद्यालयको चाहिँ अब वास्तविक शक्ति भनेको चाहिँ त्यसका पूर्व विद्यार्थीहरू हो भन्ने कुरोमा चाहिँ दुई मत पनि छैन। अब अहिले वर्तमानको चाहिँ हाम्रो अवस्था के छ भन्ने कुराहरू पनि बुझ्नु जरुरी लागेको छ। आज त्रिभुवन विश्वविद्यालयको चाहिँ हजारौं हैन पूर्व विद्यार्थीहरू चाहिँ संसारका विभिन्न ठाउँमा हैन, विभिन्न ठाउँमा चाहिँ विभिन्न ओदाहरू लिएर राम्रो भूमिकाहरू चाहिँ निभाएका कुराहरू हाम्रोबाट लुकेको पनि छैन। तर एउटा ठुलो प्रश्न चाहिँ हाम्रोमा के आएको छ भने हामीहरूसँग चाहिँ उनीहरूलाई चाहिँ एकीकृत गर्ने अभिलेख चाहिँ राख्न सकेका छैनौँ हैन। यसको रोस्टर हामीले बनाउने भन्ने चाहिँ हामीले कुरा पनि गरेका थियौं। र हामी आज कहाँ छौं र उनीहरू के गरिरहेछ, हु इज हु एन्ड हु इज वेयर भनेर पनि हामीले टाइम एन्ड अगेन भन्दै आएका कुराहरू, उनीहरू कति सफल छन्, उनीहरूको चाहिँ अनुभव विश्वविद्यालयमा चाहिँ र नेपालको लागि कसरी उपयोग गर्न सकिन्छ भन्ने कुरामा पनि हामी विभिन्न एक्जिक्युटिभ कमिटी मिटिङमा हामीले छलफल पनि गर्यौं। र त्यसको लागि हामी सबैले प्रयास गर्दै पनि हामीले सोचे अनुसार चाहिँ उपलब्धि गर्न सकेका छैनौं। र आज सबैभन्दा ठुलो चाहिँ चुनौती भनेको चाहिँ हामीलाई यही हो चाहिँ टुवानको चाहिँ अरू साथै अर्को भूमिका चाहिँ के हुन सक्छ भन्ने उद्देश्यलाई पनि हामी अलिकति विचार चाहिँ गर्नै पर्छ। टुवानको उद्देश्य चाहिँ केवल चाहिँ यो पुनर्मिलन र सदस्य चाहिँ बढाउने मात्रै होइन भन्ने कुरा हामीले अघि पनि साथीहरूले भनेका छौं। सदस्यको संख्या भन्दा पनि अलिकति कमिटेड मेम्बर्सहरूलाई चाहिँ समेटेर उहाँहरूकोबाट केही योगदान गरोस् र टुवानको चाहिँ एक्जिस्टेन्सलाई अझ भिजिबल र अलि पपुलर बनाउनु पर्छ भन्ने कुरामा हामी भन्दै आएका कुराहरू हामी सबैलाई विदितै छ। र हामी विश्वभरमा चाहिँ पूर्व विद्यार्थीहरूले जोड्ने हैन ज्ञान र उहाँहरूको अनुभव, उहाँहरूको चाहिँ गर्न सक्ने आदान प्रदान गरेर चाहिँ विद्यार्थीहरूलाई चाहिँ मार्गदर्शन गर्ने तथा त्रिभुवन विश्वविद्यालय र नेपालको विकासमा चाहिँ योगदान र पुर्याउने साझा मञ्चको निर्माण गर्न चाहन्छौँ भन्ने हामीले भन्दै आएका कुरा हो। अब भविष्यमा हाम्रो सपना के हो हैन, त्यो पनि एउटा लक्ष्यको कुरा हामीले सोच्नु पर्यो। हाम्रो विभिन्न छलफलको दौरानमा हामीले एउटा चाहिँ विश्वव्यापी ग्लोबल ट्यु अलुमनाई नेटवर्क चाहिँ निर्माण गर्ने भनेर हामीले भन्यौं हैन। त्यस्तै प्रत्येक देशमा चाहिँ टुवानको चाहिँ एउटा च्याप्टर स्थापना गरौँ र ग्लोबल ट्यु अलुमनाईको चाहिँ डाइरेक्टरी पनि तयार गर्ने भन्ने कुराहरू हामीले छलफल पनि गर्यौं। त्यस्तै सफल पूर्व विद्यार्थीहरूको चाहिँ पहिचान र सम्मान गर्ने, जसरी हामीले केही समय अगाडि अब 10 जना जतिलाई चाहिँ हामीले रेकग्नाइज गर्यौं। यो चाहिँ देशभित्र मात्रै होइन विदेशकालाई पनि हामीले सम्मानित गर्न सक्यो भने अलिकति टुवानमा मेम्बर हुने र मेम्बर बढाउने भन्दा पनि उनीहरूले पनि चाहेर चाहिँ एउटा चाहना चाहिँ बढाइदिनुपर्छ भन्ने एउटा हाम्रो सबैको सोच पनि आएको छ। र विद्यार्थी र चाहिँ युवा पुस्ताहरूलाई चाहिँ विश्वव्यापी र यो मेन्टरसिप उपलब्ध गराउने हैन, यो पनि एउटा जरुरी मैले ठानेछु।
र हामी एउटा केवल सदस्य संस्था बढाउने मात्रै खोजिरहेका छैनौँ। हामी विश्वको एउटा विशेष गरेर काठमाडौँ नेपालको हिसाबले हेर्ने हो भने नेपालीको चाहिँ एउटा गौरवको विषय पनि हो टियुको कुरा गर्दाखेरि। र हामी के आह्वान गर्ने भन्ने कुरामा पनि अलिकति ध्यान दिनुपर्छ जस्तो लाग्छ। हामी प्रत्येक पूर्व विद्यार्थीहरूसँग चाहिँ के आग्रह गर्न चाहन्छौँ र अहिले जतिले जे सुनिराख्नु भएको छ उहाँहरूले पनि यो कुरालाई चाहिँ अलिकति सेयर पनि गर्नु होला। टुवानको चाहिँ सदस्य चाहिँ तपाईँहरू बन्नुहोस् र बनाउनुहोस् हैन। आफ्नो देशमा रहेका टियु अलुमनाईलाई चाहिँ जोड दिनु होला र हाम्रो परिचय पेसा र अनुभव टिवानसँग चाहिँ साझा एउटा सेयर चाहिँ गर्नु होला र समय ज्ञान र अनुभव र स्रोत मार्फत आफ्नो मात्र विश्वविद्यालयका केहीलाई चाहिँ फर्काउनु पर्छ। एउटा आफूले लिइसकेपछि ज्ञान मात्रै लियौँ, अब हामीले पनि केही दिनुपर्छ भन्ने एउटा सोच हामीले चाहिँ डेभलप गर्न सक्यो भने एउटा सबैलाई चाहिँ एउटा इन्स्पायर हुन्छ कि जस्तो मलाई लाग्छ। हामी जहाँ भए पनि हाम्रो साझा पहिचान भनेको चाहिँ अब टियुको चाहिँ हामी एक स्टुडेन्ट हो भनेर चाहिँ हामीले चिन्नुमा चाहिँ एउटा गर्व पनि गर्न सकौँ। र विश्वविद्यालयले चाहिँ हामीलाई शिक्षा हैन र जुन एउटा पहिचान र अवसर दिएको छ, अब चाहिँ हाम्रो पालो हो। अब हामी आफ्नो विश्वविद्यालय चाहिँ केही फर्काउँ भन्ने एउटा सोच हामीले डेभलप गर्नै पर्छ। एकपटक चाहिँ टियुका विद्यार्थीसँग सधैँ टियु परिवारको सदस्यको रूपमा हामी हेरौँ र म यसैलाई चाहिँ अगाडि जोडाउने काममा चाहिँ हामी सबै प्रयास गरौँ। र अघि मात्रै मैले चाहिँ हाम्रो भिसी साहेबसँग पनि मैले अलिक कुरा पनि गरेको थिएँ। उहाँ चाहिँ आज बिजी हुनुभए पनि उहाँले मलाई कल गर्नुभएको थियो, हाम्रो डाक्टर भोला थापाजीले। र अर्को हप्ता चाहिँ उहाँले चाहिँ हामीलाई बोलाउनुहुन्छ भनेको छ र हामीले गर्नु सक्ने कुराहरू धेरै छ। र उहाँसँग चाहिँ केयुमा हुँदाखेरि पनि हाम्रो केही संलग्नता उहाँसँग थियो र उहाँले चाहिँ धेरै त्यो कुराहरू सम्झिनु भएको रहेछ। अब तपाईँ अझ टियुमै आउनुभएको छ, म पनि आएको छु, अब तपाईँहरूसँग चाहिँ सहकार्य गरेर अगाडि काम गरौँ भन्ने उहाँको एउटा सोच र एउटा भेरी पोजिटिभ नोटबाट चाहिँ उहाँले चाहिँ कुरा राख्नुभयो। र अब हामीले अरू साथीहरूको पनि कुरा सुनौँ हैन। केही क्वेसन एन्सर छ भने त्यसलाई हामी त्यसको एन्सर गर्ने प्रयास गरौँला। हाम्रो अब पदाधिकारीज्यूहरू हुनुहुन्छ, हाम्रो चाहिँ अब सेक्रेटरी जेनरल हुनुहुन्छ, अब पास्ट प्रेसिडेन्ट हुनुहुन्छ, अब भाइस प्रेसिडेन्ट छ, अब ती जो सदस्यहरूले जे जति लागेको छ त्यो कुरालाई ध्यान राखिदिनु होला। र हाम्रो एउटा यहाँलाई थाहा छँदैछ कि हाम्रो त्यो एजिएम जुन चाहिँ हुनु लागेको छ त्यो कुरालाई पनि आई थिङ्क मैले सेयर गर्नु नै पर्छ जस्तो लाग्छ। सायद त्यो हाम्रो अस्तिको लास्ट मिटिङमा हामीले भदौको टाका चाहिँ हामीले एउटा एजिएम गर्नुपर्छ भन्ने एउटा सोच सबैले राख्नु भएको छ हैन। त्यसको लागि अब एउटा डेट, एप्रोप्रिएट डेट टेन्टेटिभली हामीले चाहिँ भदौको 14 गते हो कि जस्तो लाग्छ, 7 गते हो कि 14 गते हो, त्यो हाम्रो नन्दजीलाई थाहा छ। त्यो पनि यसो सेयर चाहिँ गरिराख्नु पर्ला। 14 जस्तो लाग्यो हैन। र यति भन्दै म मेरो कुराहरू यही अन्त गर्छु र केही प्रश्नहरू क्वेसनहरू आछ भने त्यसको उत्तर दिउँला र अन्य साथीहरूलाई चाहिँ यो ओपन छलफलको लागि चाहिँ म आह्वान गर्न चाहन्छु। धन्यवाद। अब म्याडम सुमिति म्याडमले पनि आफ्नो प्रेजेन्टेसन चाहिँ गरिदिनु हुन अनुरोध गर्दछु। धन्यवाद अध्यक्षज्यू। हामी चाहिँ यहाँ त्रिभुवन विश्वविद्यालयका पूर्व विद्यार्थीहरू उच्च शिक्षाको 77% विद्यार्थीको भार हामीले बोकिरहेका छौँ भनिराख्दा त्रिभुवन विश्वविद्यालयप्रति सधैँ चाहिँ आक्षेप आइरहेको छ। यहाँ चाहिँ कक्षा परीक्षा र नतिजामा जहिले पनि समस्या छ भन्ने हिसाबले केही देखाएर 1,25,000 भन्दा बढी विद्यार्थीको हाराहारीमा चाहिँ एनओसी लिएर उच्च शिक्षाका लागि भन्दै विदेशी नै गरेका छन्। हुन त 1,25,000 एनओसी लिएका सबै चाहिँ जाँदैनन्, तर पनि एनओसी लिनेहरूको विद्यार्थीको सङ्ख्या हेर्दा नेपालको सबैभन्दा ठुलो विश्वविद्यालयमा कहाँ समस्या छ र हामीले के गर्न सक्छौँ टुवानको हैसियतमा। किन भन्दा हामी भनिरहेका छौँ हाम्रा नीति निर्माता, मुलुक चलाउने नीति निर्माता यही विश्वविद्यालयका उत्पादन हुन्, राजनीतिक दलका नेता यही विश्वविद्यालयका हुन्, प्रशासक यही हुन्, खेलाडी यिनै हुन्, डाक्टर यिनै हुन्। त्यसो भने त्रिवी किन सधैँ पछाडि छ? यो विषयमा के गर्न सक्छ टुवानले भन्ने विषयमा विगतमा के भएको थियो, के गर्न सकिन्छ भन्ने विषयमा आफ्नो धारणा राखिदिनु हुन म टुवानका संस्थापक अध्यक्ष सुनिति म्यामलाई चाहिँ अनुरोध गर्दछु। सबैलाई नमस्कार। यो मैले अघि त्यो प्रेजेन्टेसन हुँदाखेरि
बेला बेलामा त्यो रोकिन्थ्यो कि त्यो मका नेट उ भएको हो कि के भयो त्यो याद गर्नुहोस् है, मैले बोल्दाखेरि पनि त्यस्तै होला सायद। अब यो सबैलाई सामूहिक नमस्कार है। र आज चाहिँ नि मलाई यो वेबिनार कन्टिन्युएसन भएकोमा खुसी लाग्यो। हाम्रो बिचमा धेरै भएको थियो नभेट्न भएको, अहिले भेट्दाखेरि साँच्चै नै एकदम ब्रेन उ भएको छ, एकदम एनर्जेटिक भएको छ, अहिले काम गर्ने हिसाबले भएको छ। ठिकै छ। अब यो रवि सरले जुन प्रश्न गर्नुभयो त्यो चाहिँ नि हुँदाहुँदै पनि म यसमा चाहिँ अलिकति जुन हिसाबले टुवानको छ त्यो अलिकति म छलफल गरौँ है सर। त्यसपछि म त्यो सरको क्वेसनमा आउँला, किनभने त्यो क्वेसन चाहिँ नि यो एकदम नेसनल इस्यु हो सर है। सरले प्रश्न गर्नुभएको नेसनल इस्यु हो। अब टुवानले के गर्न सक्छ भन्ने कुरा हामीले लिएर सोध्ने मात्रै हो। प्रयास मेरो यो चाहिँ नि भन्न सिक्यौँ पास्ट प्रेजेन्ट एन्ड फ्युचरमा के भएको थियो, के भइरहेछ र अब हामीले के सोचेका छौँ भन्ने कुरा चाहिँ गरौँ। अनि धीरज सरको हातमा छ त्यो चाहिँ नि अगाडि बढाउँछ। यो त नभने नि हुन्छ, मैले चाहिँ नि एउटा उसको लागि मात्रै राखेको, डकुमेन्टेसनको लागि मात्रै। अगाडि जाउँ सर, अगाडि यो एउटा चाहिँ यो अलिकति कुरा गरौँ होइन न, अगाडि हो, अगाडि अगाडि प्रिभियस यो एउटा यो चाहिँ नि अहिले वर्ल्ड युनिभर्सिटी ऱ्याङ्किङ्सले एकचोटि चाहिँ द हायर एजुकेसन ऱ्याङ्किङले गरेको यो ऱ्याङ्किङको डेटाहरू हो है सर। र अनि अलिकति टियुको चाहिँ नि वेबसाइटबाट लिएको डेटाहरू यो चाहिँ अलिकति हामीले हेर्नुभयो भने यो त यसमा क्वेसन गर्ने कुरै छैन है, यो दिएको स्ट्याटिस्टिक्स मात्रै हो। मैले चाहिँ यसमा ध्यान दिलाउन तान्न खोजेको चाहिँ एउटा स्टुडेन्ट टिचरको रेसियो एउटा हेर्नु है। इन्टरनेसनल स्टुडेन्ट रेसियो 0, त्यसपछि नम्बर अफ फ्याकल्टिज र नम्बर अफ नन टिचिङ स्टाफ्सहरूको हेर्नु है। हाम्रो धेरै जसो हामीले के भन्छौँ भने शिक्षण संस्थाहरूमा शिक्षक प्राध्यापकहरूको चाहिँ सङ्ख्याको कुरा गर्दाखेरि यहाँ झन्डै करिब 1:1 यस्तो हुन आएको छ है। यो चाहिँ डेटाहरू चाहिँ हामीले याद गरौँ कुन हुनुपर्ने हो, स्ट्यान्डर्ड फर्मेट के हो भनेर एउटा हेरौँ। र अनि यो ऱ्याङ्किङमा चाहिँ हाम्रो टियु चाहिँ नि धेरै पछाडि परेकोमा दुईवटा कारण सबभन्दा बढ्ता देखाएको थियो कि सर। एउटा चाहिँ त यो इन्टरनेसनल स्टुडेन्ट टियुमा पढ्नेको चाहिँ नि एकदम इन्सिग्निफिकेन्ट छँदै छैन। र अर्को चाहिँ रिसर्च पब्लिकेसन। अर्को पानामा जानुहोस् त सर, धीरज सर। यसमा चाहिँ यो चारवटा उसमा चाहिँ एजुकेसन, इम्प्लोएबिलिटी, फ्याकल्टी र रिसर्च। यो रिसर्च चाहिँ जुन छ नि एकदम त्यो लिस्टेड उस जर्नलहरूमा चाहिँ नि रिसर्च पब्लिकेसन चाहिँ नि त्यो चाहिँ रिलेटिभली साह्रै लो भएको। यो 2-3वटा क्राइटेरियाले गर्दाखेरि चाहिँ नि टियु धेरै तल ऱ्याङ्किङमा आउँदो रहेछ भन्ने कुरा चाहिँ नि देखाएको थियो कि त्यो एउटा तथ्याङ्क मैले अलिकति सेयर गर्न मात्रै खोजेको सर। अगाडि जाउँ धीरज सर। अब अल्ल बनाएको कुरा, यो अल्ल बनाएको कुरा गर्दाखेरि यसमा हामीले धेरै छलफल गरिसक्यौँ, त्यसमा यसमा धेरै कुरा नगरौँ भनेर यो हाम्रो केदार भक्त माथमाज्यूले धेरै पहिलेदेखि गर्न अल्मनाईको कुरा गर्नुभएको थियो। तर कुरा हुँदाहुँदै उहाँहरूको पनि विभिन्न एउटा काम गर्नु खोजे, विभिन्न अरू प्रब्लम आइलाग्ने गर्दा गर्दा चाहिँ खानिया सर आउनु भएपछि अलिकति चाहिँ कामै गर्नु पर्यो भनेर गर्दाखेरि पहिलो चाहिँ मिटिङ भएको थियो हाम्रो 2016मा। त्यतिखेर एडअप कमिटी बनाएर कामसाम सुरु गरेर कृष्णमानन्द सरकोसँग गरेका थियौँ। पछि गएर फर्मली चाहिँ नि अनि यो नोभेम्बर 28, 2017मा चाहिँ हाम्रो इस्टाब्लिस भएको हो। यहाँ तल मैले टियु एक्जिक्युटिभ काउन्सिल भनेर ल्याएको छु नि बोल्ड गरेर। यो चाहिँ यो हुन त सबैलाई थाहा होला, थाहा नहुनेहरूलाई जानकारी एउटा। यो कस्तो भने हामीले यो अल्मनाई एसोसिएसनहरू एनजिओ जस्तो भएपछि धेरै जस्तो चाहिँ सिडिओ चाहिँ नि अक्सर रेजिस्टर गर्ने चलन छ नि। अनि त्यो हरेक वर्ष चाहिँ रिन्यू गर्ने अनि भ्याटको इत्यादिको समस्या गाह्रो हुन्छ भनेर टियुको एक्जिक्युटिभ काउन्सिलमा यीबाटै चाहिँ नि अप्रुभल गरेर चाहिँ नि यहाँ दर्ता गरेर यसरी चाहिँ नि सुरुवात भएको। त्यसको चाहिँ नि अब एकछिन छ। पहिलो कमिटी चाहिँ फर्मली इलेक्टेड भएको चाहिँ नि 5 जनवरी 19मा भएको थियो। दोस्रो 2023मा भयो, जहाँ प्रदीप सर चेयरम्यान हुनुभएको थियो। अब आउने एजिएममा सायद नयाँ एक्जिक्युटिभ कमिटी आउने हो क्या अरे। त्यसमा चाहिँ हाम्रा मेम्बरहरू अलिकति सजग भएर एकदम कामै गर्ने चाहिँ नि अलिकति भिजन भएकोहरू आइदिनु भयो भने मलाई लाग्छ टुवानको जुन हामीले चाहिँ नि भिजन ल्याएको छौँ त्यो पुरा हुन्छ होला जस्तो लाग्छ मलाई। अब नेक्स्ट हुन्छ हिरा सर। यो चाहिँ मैले भन्नु त्यसको अब्जेक्टिभ, भिजन, मिसन यो चाहिँ धेरै नगर्नु है। अघि प्रदीप सरले पनि धेरै एक्सप्लेन गरिसकेको छ।
अल्मनाई एसोसिएसन काम के हो भन्ने कुरा चाहिँ त त्यो हो। अब यसमा चाहिँ के छ भने नि सर, यो अल्मनाई भन्दाखेरि टियुबाट जो जति पास भयो त्यो त अटोमेटिकली स्वतः चाहिँ नि टियुको अल्मनाई हुन्छ। भनेपछि हाम्रो अल्मनाईको एसोसिएसनको मेम्बरसिप लिनुपर्ने के कारण भन्दाखेरि त्यसको चाहिँ एक्टिभली काम गर्ने, पार्टिसिपेसन गर्ने इत्यादि कारणहरूले हो। होइन भनेदेखि त तपाईँको बल्खुबाट भनौँ न सर्टिफिकेट लिने बित्तिकै त्यो त बोनाफाइड अल्मनाईको मेम्बर त भइहाल्छ नि अटोमेटिकली, त्यो डिक्सनरीको मिनिङको हिसाबले है। त्यसकारण चाहिँ नि हामीले त्यो हिसाबले मेम्बरसिपलाई लियौँ। र अनि सर अर्को नेक्स्ट पेज यसमा चाहिँ अनि मेम्बरसिपको कुरा गर्दाखेरि यसमा एउटै कुरा चाहिँ अलिकति मैले भन्नुपर्ने चाहिँ के भने यो सबै यहाँबाट गरेका डिग्री लिएकाहरू सबै भयो। तर यसमा चाहिँ हाम्रो यो पिसिएल भन्ने थियो नि पहिले, पिसिएल गरेकाहरूले हाम्रो आइएससी आइकम आइए भएको बेलामा ती पनि सबै टियुका चाहिँ नि मेम्बर हुन्छन्, अल्मनाई हुन्छन्। र लास्टको 3 स्टार राखेको चाहिँ मैले के गरेको छु भने नि यो हु हेज कन्ट्रिब्युटेड सिग्निफिकेन्टली टु द फिल्ड भनेको छ हामीले 100 मेम्बर है। हामीले त्यो सुरुमा त्यो फर्म गर्दाखेरि सुरुमा एउटा कमिटी फर्म गर्दाखेरि यो इस्यु पनि आएको थियो सर। के थियो भनेदेखि नि कोही चाहिँ टियुमा पढेको छैन, आइए बिए एमए टियुमा पढेको छैन, बाहिर पढेर आयो तर टियुमा टिचिङ गरेर यहाँ रिटायरै भएर बसेर पेन्सनै खाइरहेको मान्छेहरू पनि छ। अब टियुको डिग्रीलाई मात्रै चाहिँ हामीले एउटा क्राइटेरिया मान्ने हो भनेदेखि त तिनीहरू त टियुको अल्मनाई नहुने, जबकि टियुको पेन्सन खाइरहेछ। भनेपछि त्यस्ताहरूलाई अटोमेटिकली है अनररी मेम्बर दिन सक्छ कि भनेर सोचाइ हो। र अर्को चाहिँ नि हाम्रो प्रदीप सरले भन्नुभयो जस्तै अब सोसाइटीमा सिग्निफिकेन्ट काम गरेकाहरू टियुको डिग्री नभएकाहरूलाई पनि कुन हिसाबले अनररी मेम्बर दिन सकिन्छ भन्ने त्यो सोचाइ थियो हामीहरूको। र एडभाइजरी कमिटी त्यो हाम्रो विधानमा छ, त्यो हामीले अहिलेसम्म पनि गर्न सकेका छैनौँ। त्यो एउटा गर्न बाँकी छ, यो आउने जेनेरेसनहरूको लागि चाहिँ त्यो ठाउँ बाँकी राखेको छ सर हामीले। त्यो सर नेक्स्ट अब चाहिँ नि सरले अघि भन्नुभयो जस्तै यो ग्लोबल नेटवर्कमा जाने भनेर अब चाहिँ भने नेपालभित्र भयो भने यो कन्टिनेन्ट देखाएको मैले कन्टिनेन्ट वाइज कन्ट्री वाइज पनि अब हामीले जस्तो कन्ट्रीहरूमा भएको हुनाले उहाँहरूलाई कसरी चाहिँ हामीहरूले यो हाम्रो टुवानको दायराभित्र ल्याएर उहाँहरूलाई चाहिँ टुवान प्रति चाहिँ अलिकति जिम्मेवारी पनि अलिक अनरसिप पनि अलिक बिलोङ्गिङनेस कसरी ल्याउन सकिन्छ भन्ने कुराहरू चाहिँ हामीले यसमा काम गर्नु बाँकी छ। त्यो पनि हामीले भविष्यको लागि सोचौँ भनेको। सुनीति म्याडम अड्किनु भयो हो, मेरोमा चाहिँ अड्कियो, तपाईँहरूकोमा के छ? सुन्नेको छैन, सुनीति म्यामको सुनिएको छैन। कति गएको हो कि जस्तो लाग्यो। हजुर म्युटमा जानुभयो कि के भयो थाहा छैन। उहाँकोमा इन्टरनेटको प्रब्लम भएको जस्तो लाग्यो, एकैछिन कुराउँला नि त। उहाँले फोन गर्नुभयो एकैछिन। हजुर म्याडम कति गयो है? हजुर हजुर ए हुन्छ त्यो स्लाइडमा भन्दा पनि अहिलेलाई चाहिँ हामी डिस्कसनमा गरौँला, अनि म्याडमको जति जुन बेला मिल्छ जोइन गर्नुहोस् न त। हजुर ए तपाईँलाई नभए म मोबाइलमा ह्यान्ड फ्री गरेर राख्थ्यो, बोल्नुहुन्छ? हुन्छ तपाईँले चाहिँ बोल्ने, म यहाँ ह्यान्ड फ्री गरिदिन्छु। त्यसरी ट्राई गरौँ। हुन्छ गरौँ न गरौँ। हजुर त्यसरी नै गरौँला त्यसो भए है। म चाहिँ ह्यान्ड फ्री गरेँ म्याडमलाई। हजुर हजुर ए हुन्छ। अहिले चाहिँ तपाईँको यो ग्लोबल म्यापको चाहिँ छ, त्यसपछि हजुर अनि त्यसमा चाहिँ 3 डिमेन्सन्स अफ टुवान भनेर पास्ट प्रेजेन्ट एन्ड फ्युचर, त्यसमा 3 वटा। हजुर हजुर
त्यो गर्दिनँ त त्योबाट म गर्छु नि त्यसपछि अरू फोटोहरू तपाईँले देखाउनु न त्यो मलाई याद छ म भन्छु मलाई देखाइदिनु हजुर हुन्छ त्योबाट तपाईँ अगाडि बढ्नुहोस् सुनिराख्नु भएको छ हजुर आइरहेको छ हजुर यो चाहिँ नि मैले यो 3 डिमेन्सनको चाहिँ पुरा ल्याएको थिएँ त्यो के भने अहिले हामीहरूले यो 3टा कुरामा ध्यान दिउँ है पछि आउनेहरूले जति जति काम गर्दै जान्छ त्यो हिसाबले गर्ने हो त्यो स्लाइड आएको छ हजुर आइरहेको छ यो 3वटा राखेको छ स्लाइडमा हजुर ONEM एक्टिभिटिज विथिन द नेसन र एक्टिभिटिज एक्रस द ग्लोब हजुर फर्स्ट चाहिँ नि मैले भनेको चाहिँ सबभन्दा इम्पोर्टेन्ट चाहिँ एउटा कस्तो छ भनेदेखि मैले त्यो आजकल ONEM भन्छ नि अर्गनाइजेसन एन्ड म्यानेजमेन्ट त्यो अर्गनाइजेसन एन्ड म्यानेजमेन्टको चाहिँ नि ONEM-मा त्यसको चाहिँ सबभन्दा अहिले इम्पोर्टेन्ट चाहिँ नि अर्गनाइजेसन स्ट्रक्चर र त्यसको इन्टरनल गभर्नेन्स हाम्रो आफ्नो भित्रै पनि गभर्नेन्सहरू एकचोटि मलाई हाम्रो मानन सर उहाँ आउनु भएको थियो है उहाँ चाहिँ एक्जिक्युटिभ काउन्सिलका मेम्बर हुँदाखेरि उहाँले भन्नुभएको थियो तपाईँहरूले कुन आधारमा 27जना कसरी छान्नुभयो 27जना कसरी छान्नु लाखौँ चाहिँ नि मेम्बर भएको ठाउँमा अल्माडमा 27जना राख्ने लजिक के छ यो के हो भनेर तपाईँले अर्गनाइजेसन स्ट्रक्चरमा पनि हामीले एकचोटि छलफल गर्नु मिल्छ भनेदेखि अब तपाईँहरू आउने ग्रुपहरूले त्यो पनि विचार गर्नु छ है एउटा त्यो र अनि इन्टरनल गभर्नेन्स भन्नाले हामीले काम गर्दाखेरि चाहिँ नि एउटा चाहिँ प्रोटोकल हेर्छौँ त्यसपछि अपवर्ड र डाउनवर्ड हामीले त्यो सबै हेर्दाखेरि काम गर्ने वर्क डिभिजनहरू इत्यादि कुराहरूमा हाम्रो गभर्नेन्स लेभल कस्तो छ र हाम्रो इन्टरनल चाहिँ नि गभर्नेन्स हेर्ने हो भनेदेखि त्यो एउटा चाहिँ इम्पोर्टेन्ट पार्ट हो त्यो चाहिँ नि प्रेसिडेन्टलाई पनि चाहिन्छ फ्युचरलाई पनि चाहिन्छ त्यो एउटा चाहिँ विचार गरेँ भनेको मैले पहिलो त्यसपछि चाहिँ त एक्टिभिटिज विदिन नेसन र त्यो चाहिँ हो खण्ड सर है त्यो भन्ने खोजेर मैले सम्पत्ति आयो काम गर्छु गर्छु मैले अनि त्यो सर हजुर त्यसपछि चाहिँ तपाईँको चाहिँ ONEM को स्लाइड छ त्यसमा अर्गनाइजेसन स्ट्रक्चर एन्ड इन्टरनल गभर्नेन्सको छ पास्ट एन्ड प्रेजेन्ट त्यो चाहिँ नि अहिले हामीले देखाएको चाहिँ मैले उडै होला के अरे अहिलेको प्रेजेन्टमा चाहिँ हामीहरूको हुन्छ नि 27जना होइन 27जना मेम्बरमा अनि प्रेसिडेन्ट भाइस प्रेसिडेन्ट त्यसपछि जनरल सेक्रेटरीको कुरा गरेका छौँ र अनि त्यसपछि 22जना मेम्बरको कुरा गरेको छ होइन अहिले हाम्रो चलिरहेको त्यो हो र अनि त्यसपछि चाहिँ नि त्यसपछि म नेक्स्ट स्लाइडमा जान्छु त्यसमा तपाईँले 2 एक्टिभिटिज भनेर विथिन द नेसनको कुरा राख्नु भएको छ त्यसमा चाहिँ अब सर एक्टिभिटी सीमाको धेरै अगाडि जाउँ सक्यो हजुर फोटो नै आउँछ होला हजुर हुन्छ अब नेक्स्टमा चाहिँ 3वटा हाम्रो पहिलाको वेबिनारहरूको स्लाइड राख्नु भएको छ फोटोहरू सहित त्यसमा चाहिँ नि पहिलो सेमिनार कस्तो मोटो बत्ती आयो कि रोड भइरहेको छ आइसक्यो के अरे अनि पहिलोमा चाहिँ हाम्रो सबभन्दा पहिले चाहिँ अनलाइन सिस्टम गरेको थियो त्यसमा अब हाम्रो मोडरेसन सुदर्शन सरले गरिरहेको थियो र स्पिकरहरू 3जना थिए सुदर्शन साके सर मानन साली साथै र गङ्गा गोविन्द सर त्यसपछि सेकेन्डमा टुरिङ बोर्डको थियो सम्बन्धित टाइटल त त्यसमा छ टुरिङ बोर्ड सम्बन्धित थियो यसको चाहिँ नि मोडरेसन दिपेन्द्र पोस्ट ढकालसरले गर्नुभएको थियो र अनि हाम्रो स्पिकर चाहिँ नि हाम्रो दिदी सर नै हुनुहुन्थ्यो एउटा दिदी सर र अर्को चाहिँ दीपक जोशी सर एउटा अनि त्यसपछि चाहिँ थर्डमा चाहिँ नि त्यो सरले भन्नुभएको त्यो चाहिँ हाम्रो वाटर तपाईँ अनलाइनमा आउनुभयो जस्तो छ अहिले आयो हुन्छ त्यस्तो छ कति जान्छ नि फ्याटे के यता फोन काटेँ है मैले त्यसै हजुर ल हस् मैले हो अब यो थर्डवाला चाहिँ नि त्यो रमाइलो थियो त्यसमा पनि मोडरेसन धीरज सरले आफै गर्नुभएको थियो र त्यसमा स्पिकर चाहिँ नि सुदर्शन तिवारी सर र सोनी प्रधान यो युनिभर्सिटी अफ रोड आइल्यान्ड USA को उहाँबाट गर्नुभएको थियो र म र अनि हाम्रो युनेस्को माइकल क्राफ्ट हामीले चाहिँ रिमार्क्स के थियो यो चाहिँ यसमा पनि अझ वुमेन सम्बन्धी नै थियो यसमा चाहिँ वुमेन इन वाटर त्यो गरेका थियौँ हामीले 3टा चाहिँ गरेका थियौँ त्यो त्यसपछि त्यो भएको हुनाले आजको वेबिनारलाई चाहिँ हामी चौथो गरौँ भनेर भनेको चाहिँ
कन्टिन्युसन दिउँ भनेर चाहिँ गरे हो। यो चाहिँ अहिलेसम्म गरेको सर। अनि नेक्स्ट जाउँ त। अब यसमा टाइम धेरै नलिन्छ फटाफट चाहिँ। यो चाहिँ सर हामीले ट्युटोरियल एस्टाब्लिस भएपछि पहिलो काम गरेको नि हामीले फर्मर भाइस चान्सलरहरूसँग भेटेको। उहाँहरू सबैलाई बोलाएर यो रिदी सरकै अफिस हो यो, उहाँ त्यतिखेर प्लानिङको डाइरेक्टर हुनुहुन्थ्यो। त्यो उहाँ गर्दाखेरि हाम्रो केदार भक्त माथेमा सर र हिरा सर, कमल कृष्ण जोशी सर, अनि तीर्थ खानिया सर उहाँहरू हुनुहुन्थ्यो र उहाँहरूले धेरै राम्रो राम्रो सल्लाहहरू दिनुभएको थियो। त्यसमा चाहिँ सबभन्दा चाहिँ सदस्यताको कुराहरू अनि फन्ड रेजिङका कुराहरू गर्नुभएको थियो उहाँले। नेक्स्ट सर यो त एक्टिभिटीहरू फटाफट जाउँ है सर। यो एउटा पनि धीरज सरको चाहिँ स्मल अर्थ नेपालको फुलब्राइट एसपिएच प्रोग्राममा यसमा हामीले चुवानको चाहिँ नि अलिकति पार्टिसिपेट भएको हुनाले चाहिँ हामीले यसलाई पनि हाम्रो आफ्नो नै एक्टिभिटीमा राखेको छ हामीले। नेक्स्ट वृक्षारोपण कार्यक्रम गरेका थिएँ सर, तर यो गरेको गान्धी भवनको अगाडि गरेको, त्यहाँ त 1-2 वर्ष जाँदाखेरि त ठुलो लाइब्रेरी पो बनाइसकेको, त्यो रुख बिरुवा के भएको छ हामीले हेर्न पाएको छैन सर। नेक्स्ट त्यसपछि हाम्रो सेकेन्ड एक्जाम पनि यो कोभिड भएको थियो क्या अरे, यो हामीले भर्चुअलै मिटिङ गर्नु परेको थियो। त्यसपछि सर यसमा चाहिँ फटाफट जानुहुन्थ्यो सर। नेक्स्ट त्यसपछि हामीले यहाँसम्म पनि गरेका थियौँ सर। एनआरएनको अफिसियल त्यहाँ उसमा बालवाटारमा उनीहरूको सिस महल छ, त्यहाँ गएर हाम्रो अहिलेको रेक्टर चाहिँ यहाँ हुनुहुन्छ, अहिले शङ्कर खनाल सर, त्यतिखेर हाम्रो एक्जिक्युटिभ कमिटीमा मेम्बर हुनुहुन्थ्यो। हामीहरू त्यहाँसम्म पनि भेटेर पनि कुरा गरेर आएको सर, तर त्यो अगाडि बढ्न सकेन, काम धेरै बढ्न सकेन। अनि अगाडि सर नेक्स्ट त्यसपछि यो हामी प्रदीप सरसँग हामीले त्यतिखेर तत्कालीन अर्थमन्त्री डाक्टर प्रकाश शरण महतसँग उहाँसँग पनि भेट्न गएको थियौँ हामीले फन्ड जेनेरेसन गर्ने कुरामा। अनि नेक्स्ट यो चाहिँ नि नेटवर्किङ डिनर, यसको पनि क्रेडिट हाम्रो प्रदीप सरलाई जान्छ। उहाँले पनि यसमा चाहिँ के भएको थियो भने एउटा पुरानो कुरा गरौँ भने हामीले सुरु गर्दाखेरि चाहिँ फन्ड एक पैसा पनि थिएन, हाम्रो ब्याङ्कमा खाता समेत पनि थिएन। त्यसपछि अनि मैले के भनेको थिएँ भने हामी 27 जना छौँ, अरूसँग पैसा माग्नुभन्दा पहिले हामी आफ्नै पैसा उठाएर गरौँ भनेर हामीले 10-10 हजार उठाएर कमसेकम 2,70,000 त जम्मा हुन्छ नि, सुरुवात गरौँ भनेर त सिट पनि हुन्छ भनेर गर्दाखेरि सुरुवात हामीले गऱ्यौँ सर। तर त्यो 2,70,000 जम्मा भएन, कतिजनाले पैसा दिएन, त्यो रेकर्ड हाम्रो कोषाध्यक्षजीसँग छ होला। अनि यो सबै देखेर प्रदीप सरले अर्को पनि एउटा तरिका छ, यो गरौँ न त भनेर नेटवर्किङ डिनरमा चाहिँ नि डिस्टिङ्ग्विस्ड पर्सनालिटीहरू आउँदाखेरि उहाँहरूबाट पनि धेरै नै कन्ट्रिब्युसन भएको थियो सर। मलाई लाग्छ त्यतिखेर मिनिममै 25,000 लिएर 1 लाखसम्म चाहिँ उहाँहरूले कन्ट्रिब्युसन गर्नुभएको थियो। यसमा सिग्निफिकेन्ट अमाउन्ट चाहिँ नि जम्मा भएको थियो। यो पनि म कोषाध्यक्षलाई नै जिम्मा दिएँ, के कति छ मलाई थाहा छैन, यो चाहिँ नि गरेको थिएँ सर। अब नेक्स्ट त्यसपछि यो एउटा पनि एकदम राम्रो प्रोग्राम हामीहरूको यो 24 को इन्टरनेसनल वुमेन्स डेमा हाम्रो खुमा धिताल सरले मोडरेसन गर्नुभएको र रिसोर्स पर्सन किनोट स्पिकर बिमला गेवाली म्याडम र डाक्टर संविदा ढुङ्गेल पोखरेल म्याडम हुनुहुन्थ्यो। र यो प्रोग्राम पनि पद्मकन्या क्याम्पसमा एकदमै सक्सेसफुल भएको थियो। हुन त त्यतिखेर म नेपालमा थिएन र मैले पार्टिसिपेट गर्न पाइनँ, तर यो एकदमै सक्सेसफुल प्रोग्राम हुँदै एउटा हामीहरूको। त्यसपछि अर्को सर नेक्स्ट अनि त्यसपछि यो सायद हाम्रो लेटेस्ट गरेको 5औं वार्षिक साधारण सभा। यो सभा चाहिँ नि प्रदीप सरको अध्यक्षतामा यो धेरै नै भव्य ठुलो रूपमा भएको थियो। यसमा चाहिँ हाम्रो पहिला सुरु यसैको सर, यसको टाइटल याद भएन, अर्को पेजमा छ हेर्नुहुन्छ। नेक्स्ट यो डिपोलिटिसाइजेसन इन एजुकेसन सिस्टम अफ नेपाल भनेर यो थिममा चाहिँ हामीहरूले एजिएम गर्दाखेरि सुरुमा इनअग्रेसन गर्दाखेरि नि यो थिममा चाहिँ हामीहरूले चिफ गेस्ट विद्या भट्टराईजी हुनुहुन्थ्यो र किनोट स्पिकर केदार माथिमा सर उहाँले हुनुहुन्थ्यो। त्यतिखेर भिसी सर केशर चन्द बराल उहाँ आउनु सक्नु भएन, रेक्टर रजिस्ट्रार आउनु भएको थियो। यो हिसाबले चाहिँ नि हामीहरूले ठुलो प्रोग्राम भएको थियो। त्यो भयो त्यसपछि हाम्रो त्यतिखेर हाम्रो चाहिँ नि पत्रिका विमोचन पनि गऱ्यौँ, त्यो पब्लिस भएको थियो पहिलो पत्रिका हाम्रो, त्यो विमोचन पनि गऱ्यौँ। र त्यसपछि सेकेन्ड पार्टमा चाहिँ नि अनि सर अर्को के र सर अर्को नेक्स्ट पेज यो चाहिँ नि हामीहरूको र अनि यो चाहिँ रिकग्निसन अफ डिस्टिङ्ग्विस्ड पर्सनालिटी हामीले यो चाहिँ गरेका थियौँ। यसको पनि क्रेडिट प्रदीप सरलाई जान्छ, त्यसलाई धेरै धन्यवाद। हामीले यो रिपिट गर्न सक्ला नसक्ला तर गर्नुपर्छ भन्ने देखेको छ। यी व्यक्तित्वहरूलाई चाहिँ नि हामीले डिस्टिङ गरेर चाहिँ विभिन्न सेक्टरबाट आउनुभएको थियो। जस्तै बाल भगवान कोइराला मेडिकल डक्टर भयो, ध्रुव प्रधान सिक्युरिटीमा उहाँ आइजिपी हुनुहुन्थ्यो, उमेश श्रेष्ठ एजुकेसन सेक्टर त्यतिखेर सांसद हुनुहुन्थ्यो,
उपेन्द्र महतो एनआरएमको भयो, उपेन्द्र पोर्ट ब्याङ्किङ सेक्टरको, किशोर महर्जन हेल्थ सेक्टरको हस्पिटलको सिओ हुनुहुन्छ स्टार हस्पिटलको, युवराज खतिवडा सर उर्मिला श्रेष्ठ सल्ट ट्रेडिङ कर्पोरेसनको, कर्ण साके टुरिज्म सेक्टरको र अब हाम्रो केदार सर र तीर्थराज सरको चाहिँ अब परिचय के दिउँ उहाँहरू महामहिम हाम्रो चाहिँ भाइस चान्सलर हुनुहुन्थ्यो। त्यसरी चाहिँ हामीले रिकग्निसन गरेर चुवानलाई चाहिँ नि हामीले यो चाहिँ नि युनिभर्सिटीभित्र रहेर पनि हाम्रो यहाँ विभिन्न सेक्टरमा हाम्रा चाहिँ अल्मनाईहरू छन् भनेर उहाँहरूलाई चाहिँ हामीले त्यसरी चाहिँ नि के भन्छ नि हाम्रो भिजिबिलिटी भन्छ नि हाम्रो एक्जिस्टेन्स देखाउने यस्तो टुवान छ भन्ने कुरा चाहिँ विभिन्न सेक्टरहरूमा देखाउनु पर्छ भने भिजिबिलिटीको लागि चाहिँ यो काम गरेका थियौँ। यो म्याक्सिमम सक्सेसफुल पनि भएको थियो र यसलाई रिपिट गर्न सक्सेस गर्दैन हामी। त्यसपछि अर्को एउटा काम भएको थियो हाम्रो प्रदीप सरको पालमा यो गरेका थियौँ हामीले फर्मेसन वर्किङ कमिटी बनाइदिएका थियौँ। त्यतिखेरको कन्सेप्ट यही थियो कि अब प्रेसिडेन्ट भाइस प्रेसिडेन्ट भन्नु उहाँ अफिसियलहरूले मात्रै चलाउने संस्था होइन यो, त्यस कारण चाहिँ सकेसम्म सबै मेम्बरहरूलाई चाहिँ समावेश गराएर काम गर्नुपर्छ भनेर यसरी चाहिँ नि वर्किङ कमिटी बनाएको थियो। डिसिप्लिनको, प्रेस पब्लिकेसनको, मेम्बरसिप अनि जेन्डरको, क्लाइमेट चेन्ज यसरी रिसर्च एन्ड पब्लिकेसनको यसरी गरेका थियौँ हामीले। एक दुईवटा चाहिँ नि वर्किङ कमिटी अलिअलि एक्टिभ पनि भयो, अरू कतिले कामै पनि गरेन, अरू के भयो। यसरी चाहिँ नि यसरी हाम्रो जे होस् वर्किङ कमिटी छ बनाएको छ। अब यसको चाहिँ काम कारबाहीमा चाहिँ अब एसेस गर्नु पर्यो भनेदेखि चाहिँ अब पछि आफैले सेल्फ एसेसमेन्ट त गर्नुपर्छ होला सर एकदम यो गरेको। अब फ्युचरको लागि चाहिँ नि गर्नुपर्ने कामहरू देखेको यसमा त खालि लिस्टिङ मात्रै गरेको छौँ, पब्लिकेसन कन्फरेन्स गर्ने अनि अल्मनाईहरूलाई चाहिँ नि ट्रेसिङ सर्वे गर्नु भनेर भनेको हामीले। यो ट्रेसिङको लागि चाहिँ नि त्यो कुरा हामीले पहिले पनि गरेका थियौँ कि अहिले युजिसीले गर्दाखेरि धेरै जसो क्याम्पसहरूमा सेन्ट्रल डिपार्टमेन्ट्सहरूमा सबैको आफ्नो आफ्नो अल्मनाई छ। हामीले ती अल्मनाईहरूलाई मात्रै पनि हामीले चाहिँ नि नेटवर्किङ गऱ्यो भनेदेखि त कमसेकम भएभरको त सारा ट्रेसिङ त भइहाल्यो नि। ट्रेसर सर्वे गर्ने भने हामीसँग चाहिँ टोटल अल्मनाईको लिस्ट त हामीसँग भइहाल्छ। स्टार्ट नै त्यहाँबाट गर्ने हामीले एक एकजना खोजेर हिँड्नै पर्दैन। हरेक डिपार्टमेन्टको हरेक कलेजहरूबाट चाहिँ नि टियुको चाहिँ नि पास आउट ग्रेजुएट हो भनेदेखि त्यसरी चाहिँ नि हामीले ट्रेसिङ स्टडी गरेर त्यसरी आउँछ भन्ने चाहिँ नि हाम्रो त्यो हो। त्यसपछि सरहरूको अनि त्यसपछि फ्युचरमा चाहिँ नि यो ग्लोबल कन्टेक्स्टमा भनेको कुरा चाहिँ नि अब त्यो अहिले त्यो ग्लोबको चाहिँ नि म्याप याद गर्ने हो भनेदेखि अब यसमा चाहिँ नि हामीले च्याप्टर्सहरू अलिक प्रदीप सरले पनि भन्यो च्याप्टर्स कन्टिनेन्ट वाइज कन्ट्री वाइज गरौँ। जस्तै युरोपमा छ भने युके च्याप्टर, फ्रान्स च्याप्टर गरेर, एसियामा छ भने जापान, इन्डिया यसरी चाहिँ हामीले गर्न सक्यो भनेदेखि चाहिँ नि सक्यो होइन। यो गर्ने हाम्रो प्लान फ्युचरको लागि चाहिँ हाम्रो प्लान नै यो हो। अब कोर्सेस अफ एक्सन कसरी गर्छ भन्ने मात्रै कुरा, यो प्लान हाम्रो यो हो। इस्टाब्लिस हुँदादेखिको सोचेको कुरा हो हामीले। यो त अहिलेसम्म हामीले गर्न सकेनौँ। अब नयाँ नयाँ ग्रुप आउँदै गर्छ, नयाँ आइडिया नयाँ भिजन आएपछि सायद गर्न सकिन्छ होला। र यसको चाहिँ नि ओएनएमको कुरा गर्दाखेरि अर्को लास्ट पाना हो सर मेरो। अब यसको चाहिँ नि ओएनएम अर्गनाइजेसन स्ट्रक्चर इन्टरनल गभर्नेन्स यसको चाहिँ नि त्यति सजिलो त हुँदैन। यसमा चाहिँ गर्दाखेरि के भने एउटा प्रेसिडेन्ट बसेर अरू अरू चाहिँ कन्टिनेन्टमा कन्ट्रीमा गर्नलाई जानलाई चाहिँ के गर्ने होला, भाइस प्रेसिडेन्ट चाहिँ नि डिपेन्डिङ अपन द कन्टिनेन्ट कसरी हुनसक्छ। यसरी चाहिँ नि भाइस प्रेसिडेन्टलाई छुट्याएर त्यसरी चाहिँ हामीले आफ्नो अर्गनाइजेसन स्ट्रक्चर बनाउने कसरी गर्न सकिन्छ ओएनएमको लागि। अनि त्यसपछि इन्टरनल गभर्नेन्स कसरी गर्न सकिन्छ, किनभने सेन्ट्रल पार्ट त यी नै हुन्छ हाम्रो। त्यसपछि बाहिरको च्याप्टरहरूले कतिसम्मको चाहिँ नि अटोनोमी दिने, कतिसम्मको चाहिँ कन्ट्रोल गर्ने, यी कुराहरू चाहिँ त्यसपछि छलफल गर्नुपर्ने विषयहरू यिनीहरू छन् सर। मैले हेर्दाखेरि चाहिँ नि अब यो फ्युचरमा कुरा गर्दाखेरि एक्टिभिटिजहरू त हो, एक्सप्यान्ड गर्ने हो। सबभन्दा अर्गनाइजेसन स्ट्रक्चर र यो इन्टरनल गभर्नेन्सलाई पनि हामीले चाहिँ नि अहिले चलिरहेकोले चाहिँ नि हामीले एक्सप्यान्ड गऱ्यो भने पुग्दैन। त्यसलाई कसरी चाहिँ नि इन्टरनल गभर्नेन्स कसरी मेन्टेन गर्ने, स्ट्रक्चरलाई कसरी मिलाउने भन्ने कुरा चाहिँ हामीले फ्युचरमा सोध्नुपर्छ भन्ने जस्तो मलाई लाग्छ सर। मैले अहिलेसम्म चाहिँ गरेको यही हो सर। अब रविजीले सोध्नु भएको चाहिँ यसभित्र परेन, यो भित्र परेन, त्यसको चाहिँ अहिले कुरा गरौँ न सर। अरू केही छ यसमा सर? यो अब हटाइदियो हुन्छ होला है? थ्याङ्क यू।
हस्, थ्याङ्क यू म्याम, थ्याङ्क यू। मैले भन्न खोजेको चाहिँ के हो भन्दाखेरि चाहिँ टुवानले त्रिभुवन विश्वविद्यालयलाई राम्रो बनाउन के गर्न सकिन्छ भन्दा म्यामले अघि उठाइहाल्नुभयो, हामीले केही गतिविधि गरेका छौँ। टियुलाई चाहिँ पोलिटिसाइज राजनीतिकरणबाट कसरी मुक्त राख्ने भन्ने जुन छलफल चलायौँ त्यो नै सबभन्दा ठुलो विषयवस्तु हो र चाहिँ त्यसलाई अझै निरन्तरता दिनुपर्छ। हामी निरन्तरता दिन सकेनौँ कि भन्ने चाहिँ हाम्रो आफ्नो मूल्याङ्कन, मेरो मूल्याङ्कन हो व्यक्तिगत रूपमा। त्यही भए हुनाले प्रदीप सरले अध्यक्षको हैसियतमा चाहिँ उहाँले भनिराख्नु त लौ न केही गरौँ भन्ने चाहिँ छ, तर यो कहाँ अड्कियो भन्ने मात्रै प्रश्न हो। आगामी दिनमा यसलाई अझै कसरी राम्रो बनाउन सकिन्छ भन्ने विषयवस्तु हो र यो मौका म्यामले अघि भने जस्तै यो सेल्फ एसेसमेन्टको चाहिँ राम्रो मौका मिल्यो यो कार्यक्रमले भन्ने चाहिँ मलाई लागिरहेको छ। अब म चाहिँ फ्लोर ओपन गर्छु। यहाँ उपस्थित हुनुभएको हामी चाहिँ 40 जना छौँ। 40 जना मध्ये कसैले बोल्न चाहनुहुन्छ भने कृपया आफ्नो माइक चाहिँ अन गरेर अध्यक्षज्यूलाई अथवा पूर्व अध्यक्षज्यूलाई र कसलाई चाहिँ सोध्न चाहनुहुन्छ, केही जिज्ञासा छ, केही सुझाव छ, जिज्ञासा मात्रै होइन सुझाव पनि छ भने कृपया दिनुहुन। म फ्लोर चाहिँ ओपन गर्दछु। कोही सर म्यामहरूले बोल्न चाहनुहुन्छ भने, सुझाव दिनु चाहनुहुन्छ भने कृपया यहाँ माइक अन गरेर बोल्नु होला। अथवा हामीले बोलेको केही सुट भएको छ भनेदेखि थप्दै हुन्छ नि। मैले हात उठाउँ? मैले हात उठाएँ। प्लिज प्लिज के एकछिन भन्नुभयो नि? हो म्याडम? होइन बोल्नु सर, बोल्नु। म बोल्छु है, म बोल्छु सर, बोल्नुस् न। ल दुवैजना सर म्याम है, प्रदीप सरलाई, सुनीति म्याडमलाई धेरै धेरै धन्यवाद। अब दुवैजनाले यो अलुम्नाईलाई, सुनिँदैछ? दुवैजनाले अलुम्नाईलाई कसरी अगाडि बढाउन सकिन्छ र अहिलेसम्म के भयो भन्ने कुराको एउटा सामान्य जानकारी सुनीति म्यामले पनि दिनुभयो, प्रदीप सरले पनि दिनुभयो। खालि हाम्रो हुटुहुटी के हो त भन्दाखेरि अझै पनि त्रिभुवन विश्वविद्यालयलाई हामीले आवश्यक ठाउँमा सहयोग गर्न सकिरहेको छ कि छैन भन्ने कुराको एउटा हुटुहुटी भएको र त्यसको निम्ति मेरो सुझाव भनौँ, तपाईँहरूको दुवैजनाको प्रेजेन्टेसनलाई एकदमै सहमति जनाउँदै मैले चाहिँ अब यो नयाँ पदाधिकारी आउनु भएको छ, भिसी साहब आउनु भएको छ र भिसी साहबसँग अस्ति पनि हाम्रो भेट्ने कुरा त भएको थियो। अब नयाँ आउने भएको हुनाले नभेट्ने भन्नु प्रदीपले, त्यो ठिकै छ, नयाँ आइसक्नु भएको छ र हाम्रो साधारण सभा पनि अब तुरुन्तै यो भदौमै हुने भन्ने कुरा छ, अलिक छिटो भयो कि भन्ने पनि लाग्छ कता कता। र भिसी साहबलाई भेटेर अहिले विश्वविद्यालयमा भइरहेको अवस्था के छ र हाम्रो रोल के हुन सक्छ, हामी कसरी उहाँलाई सहयोग गर्न सक्छौँ भन्ने कुराको विषयलाई लिएर चाहिँ भिसी साहबलाई भेटेर त्यसपछि उहाँले अब म भर्खर आएँ, अब मैले बुझ्नै बाँकी छ भन्ने खालका कुराहरू गरेर सक्नुभयो भने त्यसपछि हामी मन्त्रीका गएर पनि भेटेर चाहिँ यो कुरालाई राखेर अनि अलुम्नाईलाई एउटा स्ट्रक्चरमा ल्याउनको निम्ति हामीलाई सहयोग पुग्छ कि भन्ने मेरो सुझाव भयो। म्याडम सर, यति कुरा। धन्यवाद नारायण सर। अरू कोही सर म्यामहरू? यो जग्गाको कुरा गर्नु त परिसरले पनि छुटाउनु, मैले पनि छुटाएको छु जग्गा लिने कुरा त त्यो छ है, हाम्रो एजेन्डा छ है अझ पनि। कसैको केही भन्नु छ? आवाज आएन सर, प्रदीप सरको आवाज आएन। प्रदीप सरको आवाज आएन। म्युट सर, म्युट छ, म्युट। प्रदीप सरको माइक म्युट छ सर, म्युट अन गर्नुहोस् त माइक। सर म्युट छ, यहाँ माइक म्युट छ। अहिले पनि म्युटै छ। हुन्छ, अरू कसैको केही सुझाव सल्लाह छ भने त्यतातिर जाउँ न त। अरू कोही सर म्यामहरूको? प्रदीप सरको माइक चाहिँ म्युटको म्युटै भयो। नमस्कार। नमस्कार सरहरू, म्याडमहरू, नमस्कार सबैलाई। म चाहिँ दीपक तिवारी, अहिले टियुको समन्वय महाशाखाको प्रमुखको रूपमा कार्यरत छु। मलाई खुसी लाग्यो, यो चाहिँ विश्वविद्यालयको चाहिँ एउटा एलुमनाईको हिसाबले चाहिँ म पनि मेम्बरसिप त भएको छु। मलाई खुसी लाग्यो, यहाँहरूको अभियानमा चाहिँ मैले आफ्नो तर्फबाट चाहिँ सक्दो सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्दछु।
धेरै कुरा म्याडमले चाहिँ राखिसक्नु भएको छ। यो एलुमनाईको गतिविधि, यसको उद्देश्यसित जोडिएका विषयवस्तुहरू। अब अहिले चाहिँ अब प्रदीप सरको नेतृत्वमा जसरी चाहिँ र म्याडमको नेतृत्वमा आयो, अनि त्यसपछि प्रदीप सरको नेतृत्वमा आयो। अब यसको चाहिँ है सरले पनि प्रवक्ता सरले भनिसक्नु भएको छ। अब टिम चाहिँ बनाउँदाखेरि एउटा सबभन्दा पहिला मेरो सजेसन के त भन्दाखेरि यो नेटवर्क मलाई लाग्छ विश्वविद्यालयको त्रिभुवन विश्वविद्यालयको उच्च शिक्षाको भारको बारेमा अब बहस गर्न पनि जरुरी छैन, किनभने यो दुई मात्रै छैन, यही नै हो। यसको नेटवर्क चाहिँ हाम्रो यो नेटवर्क चाहिँ अब अन्तर्राष्ट्रिय जगतसम्म पनि पुगेको छ र अझ बढी चाहिँ हामीले मेम्बरसिप चाहिँ अभियानलाई चाहिँ नेटवर्किङमा जोड्नै पर्छ भन्ने मलाई लाग्छ। र सँगसँगै हामीले अब यहाँ चाहिँ अब विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयलाई पनि अलिकति अब अहिले म अलिकति भिन्न एउटा चाहिँ अनुरोध गर्न चाहेँ होइन। हाम्रो गतिविधि त हुने नै भयो, सँगसँगै चाहिँ अब विश्वविद्यालयको अहिलेको शिक्षा चाहिँ बेरोजगार उत्पादन गर्ने शिक्षा चाहिँ उन्मुख भइरहेछ भन्ने कुरो यो बजारिया हल्लाहरू आइरहेको छ र केही हदसम्म यथार्थता पनि देखिँदै गएको छ। हाम्रा उत्पादनहरू बेरोजगार हुँदै जाने होइन, बजारमा काम नपाउने, अन्य विश्वविद्यालयका समयानुकूलका कोर्ससितको चाहिँ हाम्रा कोर्सहरू रिभ्यू नहुने, यसले गर्दाखेरि विश्वविद्यालयमा चाहिँ विद्यार्थीको त्रिभुवन विश्वविद्यालयमा विद्यार्थीहरूको चाहिँ विकर्षण बढ्दै गएको पनि अवस्था यताकता देखिन्छ कतिपय विषयहरूमा चाहिँ। र कतिपय विषयहरू हाम्रा चाहिँ अब शिक्षक कर्मचारीको अनुपातको कुरो पनि उठेको छ। वास्तवमा अब म त विदेशतिर घुमेको छैन, हेर्दाखेरि यो गुगलमा हेर्दाखेरि अब एउटा शिक्षकको अनुपातमा 5 जना 6 जना कर्मचारीहरू प्राय युनिभर्सिटीहरूमा चाहिँ गुगलमा हेर्दाखेरि देखियो छ। तर हामी कहाँ चाहिँ होइन एउटा शिक्षकको अनुपातमा एउटै कर्मचारी देखिन्छ। अब यसको म्याडमले चाहिँ ओएनएमको अब सङ्गठनको मात्रै होइन कि ओएनएम गर्दाखेरि चाहिँ त्रिभुवन विश्वविद्यालयको साङ्गठनिक संरचना र जनशक्तिको पनि हामीले चाहिँ त्यसलाई चाहिँ अलिकति विश्वविद्यालयलाई केही दिन सकियो भने विश्वविद्यालय सुध्रिने बाटोमा पनि जान्छ। सँगसँगै अहिले चाहिँ अब यो जताततै बजारतिर हल्ला चाहिँ हाम्रो चाहिँ के छ भन्दाखेरि अब अनुसन्धान र विश्वविद्यालयको अनुसन्धानमा अलिकति विगतमा थियो होला, विगतका शिक्षक र अहिलेका शिक्षक तुलना गर्दा, अहिलेका कर्मचारीहरू तुलना गर्दाखेरि कर्मचारीमा त अलिकति नयाँ चाहिँ फ्रेस आउँदाखेरि अलिक प्रतिस्पर्धाबाट पनि आएको छ। विगतका शिक्षक अनुभवी मेन्टरसिप भनौँ न, जो मेन्टरसिप हुनुहुन्छ उहाँहरूको चाहिँ अनुभव र अहिलेका शिक्षकहरूको तुलना गर्दाखेरि मैले व्यक्तिगत रूपमा चाहिँ यहाँहरूको हाइटमा चाहिँ अहिलेका शिक्षकहरू पुग्न सकेको देख्दिनँ मेरो आफ्नो अनुभवमा। तथापि विश्वविद्यालय जोगाउनलाई यो एलुमनाई एसोसिएसनको चाहिँ अत्यन्तै महत्त्वपूर्ण भूमिका हुन्छ। अब यसलाई चाहिँ दुईटा पाटैबाट जस्तो अहिले चाहिँ जग्गाको विषय पनि कुरो उठिएको छ, अर्को शैक्षिक गुणस्तरको कुरो उठिएको छ। यहाँहरू जस्ता अनुभवी सर म्याडमहरूले र एउटा उद्योगी व्यवसायहरू पनि यो टिममा संलग्न हुनुहुन्छ होइन। कतै न कतै विद्यार्थी र होइन अनि त्यसपछि विश्वविद्यालयलाई जोडेर उद्योगसित जोडेर होइन अलिक उत्पादनमुखी बनाउन सकियो भने पनि यो चाहिँ यसको बढी सार्थकता हुन्छ यो एलुमनाईको भन्ने चाहिँ मलाई लाग्दछ। र अहिले संसारभरि चलेको रिसर्च र इनोभेसनतिर चाहिँ अब हामीले प्राविधिक अथवा आर्थिक रूपमा पनि विश्वविद्यालयलाई विद्यार्थीहरूलाई छात्रवृत्ति का विषयवस्तुहरू ल्याएर होइन अलिकति केही गर्न सक्यौँ भने यो एलुमनाईको चाहिँ अलि बढी चाहिँ आवश्यकता अझ चाहिँ महसुस हुन्छ भन्ने कुरो चाहिँ अबका विद्यार्थीलाई पनि पर्न सक्छ। त्यसमा त्यो हिसाबले चाहिँ यहाँहरूको जुन लिडरसिप छ यो लिडरसिपले चाहिँ त्यो हिसाबले अगाडि बढिदियो भने हामी विश्वविद्यालयमा अहिले कार्यरत शिक्षक कर्मचारीहरूलाई पनि खुसी हुने र विद्यार्थीहरूलाई पनि राम्रो अवसर प्राप्त हुन्छ भन्ने मैले एउटा सुझावको रूपमा यहाँलाई दिएँ। हस्, मेरो यति नै हो, धन्यवाद। धन्यवाद दीपक सर। अब अरू कोही सर म्यामहरू? म दीपक सरसँगै अलिकति थपिहाल्न मन लाग्यो कि यसैमा जोडेर। अहिले अब त्रिभुवन विश्वविद्यालयले भर्खरै नयाँ नेतृत्व प्राप्त गर्नु भएको छ होइन। यही अवसरमा चाहिँ यो टियु भिजन 2030 को स्ट्राटेजिक
प्लान भनेर वेबसाइटमा पनि राखिएको छ, अलिकति परिमार्जित रूप गरेर। त्यसमा चाहिँ त्रिभुवन विश्वविद्यालयलाई चाहिँ सङ्घीयताको मर्म अनुरूप चाहिँ सङ्घीय ढाँचामा लाने भन्ने चाहिँ एउटा त्यहाँ प्रस्ताव छ, तीन किसिमले गर्ने भन्ने। यो चिजलाई चाहिँ एल्मुनाई एसोसिएसनको तर्फबाट 7वटा प्रदेशमा 7वटा नेसनल सेमिनारहरू गरेर चाहिँ त्यहाँबाट फिडब्याकहरू ल्याएर अनि काठमाडौँमा फेरि 7वटा प्रदेशको प्रतिनिधित्व गराएर चाहिँ अर्को अन्तिम चाहिँ समीक्षा कार्यक्रम राखेर चाहिँ टियुलाई फिडब्याक दिने हो भने अहिले टियुको रिस्ट्रक्चरिङमा एल्मुनाई एसोसिएसनले चाहिँ सपोर्ट गर्न सक्छ जस्तो चाहिँ मलाई पनि लागेको छ। यति भने धन्यवाद। धन्यवाद नोरनाथ सर। नोरनाथ सरले राम्रो सुझाव दिनुभयो। 7वटै प्रदेशमा भिजन 2030 टियुको जुन छ त्यो विषयमा चाहिँ 7वटा प्रदेशमा तुवानले चाहिँ नेतृत्व गरेर यो छलफल चलाउने हो भने टियुको स्ट्रक्चरिङको लागि चाहिँ काम लाग्छ भन्ने चाहिँ जानकारी दिनुभयो। सुझाव दिनुभयो। दीपक सरले चाहिँ हाम्रो चाहिँ उद्योग र विश्वविद्यालयलाई जोड्नु पर्यो भन्ने चाहिँ राम्रो सुझाव दिनुभयो। अर्को चाहिँ यो बेरोजगार उत्पादन गर्ने कारखाना बन्यो भनेर जुन आक्षेप आएको छ, म नेपाल टेलिभिजनमा काम गर्छु, टियुको पदाधिकारी, शिक्षक, प्राध्यापक सङ्घ सङ्गठनका प्रतिनिधिहरू बोलाउने बित्तिकै मेरो प्रश्न, तपाईँहरू त खालि बेरोजगार उत्पादन गर्नुहुन्छ है भनेर प्रश्न चाहिँ राख्ने गर्छु। उहाँहरूलाई जहिले नि टोकसो भन्छौँ नि पत्रकारको हैसियतमा, टोकसो गर्ने गरेका छौँ। यो तुवानको उद्देश्य भनेको यो टोकसोलाई कसरी कम गर्ने भन्ने मात्रै हो। त्यसमा तुवानले के गर्न सकिन्छ, के गर्न सकिन्छ भन्ने विषयमा हामी आफैले तुवानले त गर्न सक्दैनौँ, तर चाहिँ यो सुझाव दिने काम चाहिँ टियुलाई यसरी बनाउनु पर्यो भन्ने खालको सुझाव दिन सकिन्छ भन्ने हो। नारायण सरले भन्नुभयो भिसी नयाँ आउनु भएको छ, भिसी उहाँसँग छलफल गर्ने हो कि भनेर। हिजो मैले पनि चाहिँ नवनियुक्त भिसीसँग चाहिँ छलफल गरेका थिएँ। उहाँले चाहिँ हाम्रो तुवानलाई र अलुम्नाई एसोसिएसनलाई सकारात्मक रूपमा लिनुभएको छ। हामी चाहिँ छलफल गर्छौँ है भनेर भन्नुभएको छ। उहाँसँग हामी भेट्न, उहाँ चाहिँ हामीसँग भेट्नलाई चाहिँ इच्छुक हुनुहुन्छ। त्यो भए हुनाले चाहिँ मैले त्यो जानकारी गराएँ। सुनीति म्यामले केही बोल्न खोज्नु भएको छ? हजुर सर, यो छ नि सर, यो चाहिँ बेरोजगार उत्पादन गर्ने भन्ने कुरामा चाहिँ म डिसएग्री गर्छु सर है। एउटा यस्तै पढाएको थियो सर है, एउटा कलेजमा म एउटा संस्थाको म अध्यक्ष थिएँ। त्यो जाँदाखेरि एकजना मन्त्रीज्यूले त्यसरी भन्नुभयो है, टियु झन् हामीले चिफ गेस्टबाट बोलायो टियु बेरोजगार उत्पादन गर्ने भनेर जानुभयो। अनि मलाई चाहिँ अलिकति अब जिन्दगी हामीले त्यो टियुमा बिताएकोलाई अलिकति प्रुफ पनि दिनु पर्यो नि। तर के छ भनेदेखि सर, यो कुनै पनि विश्वविद्यालयले करिकुलम गर्ने र अनि त्यसपछि विद्यार्थीहरू ग्रेजुएट गर्ने हो होइन। रोजगारी नै टियुले दिँदैन क्या सर, रोजगार दिने सरकार हो। अनि इन्डस्ट्री सबै बन्द गर्ने, त्यो सबै बन्द गरेर जाने, सबै बन्द गर्ने। अनि हामीले चाहिँ त्यसपछि इन्डस्ट्री छैन भने हामीले कि त पढाउनु बन्द गर्नु पर्यो, कि त हामीले ल्याएको ग्रेजुएटलाई चाहिँ जागिर दिनु पर्यो है। यो कुरामा चाहिँ मैले चाहिँ मेरो जागिर गए नै जाओस्, मैले चाहिँ बोलेँ है सर। एउटा कुरा त्यो त्यतिखेर एउटा कुरा त्यो। अनि अर्को चाहिँ के भने टियु यति विशाल छ नि सर, यति विशाल छ। कुनै कुनै डिपार्टमेन्ट, कुनै कुनै फ्याकल्टीमा तपाईँको त्यो टिचरहरू, त्यो विद्यार्थीहरू निस्किने बित्तिकै जागिर पाउँछ सर, 100% छ। कुनै कुनै डिपार्टमेन्टमा चाहिँ अनइम्प्लोइमेन्ट छ है। त्यो वेटेड एभरेज लिनुपर्छ क्या सर। त्यस कारण चाहिँ टियुलाई मान्छेले एसेस गर्दाखेरि धेरै जसो अन्याय हुन्छ क्या टियुलाई। मैले हेर्दाखेरि चाहिँ सबैलाई एकै आँखाले हेरिदिन्छ होइन। कुनै कुनै डिपार्टमेन्टमा हेर्नुहोस् न, म्यानेजमेन्टमा, साइन्समा, इन्जिनियरिङ हेर्नुहोस् त, इन्जिनियरिङ र इन्स्टिट्युट अफ मेडिसिन एसियाको टप 10 भित्र पर्छ है। म्यानेजमेन्टमा 100% इम्प्लोइमेन्ट छ। मतलब त्यसरी हेर्नुपर्छ होला जस्तो लाग्यो मलाई। त्यस कारण चाहिँ बेरोजगार उत्पादन गर्ने भनेर चाहिँ भनिदिनु भएन सर। त्यो चाहिँ नि टियुमाथि अन्याय हुन्छ। लक्ष्मी तामाङले पनि हात उठाउनु भएको छ। लक्ष्मी म्यामले पनि फोन उठाउनु भएको छ। लक्ष्मी तामाङ, लक्ष्मी म्याम ल बोलौँ। हजुर नमस्ते सर, म लक्ष्मी तामाङ, धेर भएको छैन मेम्बर भएको। अनि फर्स्टचोटि हो मेरो मिटिङ। म चाहिँ ब्याचलरसम्म चाहिँ मेरो टियुमा हो। मेरो मास्टर र पिएचडी चाहिँ अस्ट्रेलियाबाट हो। अघि म्याडमले त्यो ब्याकग्राउन्डहरू प्रस्तुत गर्दै जाँदाखेरिको अवस्थामा हामीले मेम्बरसिपको हिसाबमा चाहिँ हाम्रो टियुको धेरै डिपार्टमेन्टहरू, फ्याकल्टीहरू अनि धेरै इन्स्टिट्युटहरू, कलेजहरू पनि छ। त्यो भएर तिनीहरूको अलरेडी एल्मुनाईलाई पनि हामीले जोड्नु पर्ला कि होइन। त्यो हुँदाखेरि चाहिँ किनभने इन्डिभिजुअल
सबैजना नहुनु सक्छ। त्यो गर्दाखेरि अध्यक्षहरू अथवा बोर्डहरू त्यताको मान्छेहरू पनि आउनु सक्छ। अनि त्यसरी हामीले गऱ्यौँ भने अघि हाम्रो अर्को सर हाम्रो सरले चाहिँ उता प्रदेशमा पनि यसो गर्नुहोस् न भन्दाखेरि उहाँहरूले अर्गनाइज गरिदिन्छ क्या सर। त्यसो गर्दाखेरि होइन त्यो च्याप्टरकोले आई मिन त्यो भएर हामीले मेम्बरसिपमा चाहिँ एउटा चाहिँ अलरेडी एसोसिएसनहरू हाम्रो भएकोहरूलाई नै ल्याउने हो कि, किनभने म चाहिँ अस्ट्रेलियन आल्मुनाई एसोसिएसनमा पनि पदाधिकारीको रूपमा पहिला बसेको थिएँ। अनि अघि म्याडमले भन्नुभएको जस्तो सरले प्रदीप सरले पनि भन्नुभएको छ त्यो प्रोफाइलहरू पनि हाम्रो चाहिँ बनाएको छ कि होइन। अनि प्रोफाइलहरू बनाइसकेपछि त्यो नेटवर्किङहरू गर्नु उनीहरूको रिसोर्सहरू कनेक्सन गर्नु उनीहरूको एक्सपर्टिजहरूलाई चाहिँ युटिलाइज गर्नुको लागि चाहिँ सजिलो हुँदो रहेछ। त्यो भएको एउटा कन्ट्री कन्टेक्स्टमा चाहिँ हामीले जस्तो अब इन्स्टिट्युट अफ मेडिसिनको पनि नर्सिङको होला, मेडिसिनको होला, फार्मेसीको आल्मुनाईहरू होला, हो तिनीहरूलाई चाहिँ हामीले छुट्टै छुट्टै खोजेर ल्याउँ यहाँ। अनि अर्को विदेशमा चाहिँ कन्ट्री वाइज जानुभन्दा पनि हामीले चाहिँ रिजन वाइज जाँदा राम्रो हुन्छ कि, किनभने म चाहिँ अहिले भर्खर मेरो टेन्युर सकेको। म चाहिँ यो एसोसिएसन भनेर मिडवाइफ्स एसोसिएसन भनेर हाम्रो चाहिँ नेदरल्यान्डमा छ हेड क्वार्टर। म चाहिँ साउथ इस्ट एसिया रिजनको चाहिँ इलेक्टेड बोर्ड मेम्बर चाहिँ थिएँ होइन। त्यो भएको कारणले गर्दाखेरि हामीले चाहिँ अब WHO को रिजन लिने हो कि हाम्रो चाहिँ अलिक पोलिटिकल हुँदो रहेछ। फेरि यो WHO को रिजन लिने कि UN को रिजन लिने कि भन्दा रहेछ। हाम्रो चाहिँ युनेस्को को रिजन लिने होला, किन युनेस्को चाहिँ अब एजुकेसनसँग सम्बन्धित भएको कारणले गर्दाखेरि अब हामी ट्यु ठुलो भएको कारणले गर्दाखेरि अलिक अर्गनाइज्ड वेमा हामीले गयौँ भने अनि त्यसपछि अघि म्याडमले भन्नुभएको जस्तै अब हामी डिफेन्सिभ रूपमा प्रस्तुत हुनुभन्दा पनि हाम्रो चाहिँ यो प्रोफाइलहरू वर्षमा प्रोडक्सन नगर्नु सके पनि एटलिस्ट हाम्रो टेन्युर कति वर्षको छ त्यति बेलासम्मको हाम्रो इन्जिनियरिङको कति इम्प्लोइमेन्ट भयो, इन्स्टिट्युट अफ इन्जिनियरिङबाट, इन्स्टिट्युट अफ मेडिसिनबाट कति इम्प्लोइमेन्टहरू भयो, अनि कुनमा चाहिँ अलिकति बेरोजगार चाहिँ बढी छ होइन। त्यो किसिमले चाहिँ हामीले चाहिँ मिनिस्ट्री अफ एजुकेसनलाई चाहिँ हिट गर्नु सक्छौँ। अनि हाम्रो टियुले चाहिँ डाइरेक्ट हिट गर्ने भनेको मिनिस्ट्री अफ एजुकेसनलाई हो नि त। त्यो किसिमले जानुपर्छ कि भन्ने लाग्यो। ल धेरै बोले, धन्यवाद। धन्यवाद लक्ष्मी म्याम, धेरै धेरै धन्यवाद। अरू कोही हुनुहुन्छ बोल्न चाहने? अब अलिकति मैले पनि बोलौँ जस्तो लाग्यो। सबैलाई सन्ध्याकालीन नमस्कार। कुस्मिला म्याम हजुर। अब कुरा अलि अरूको सुन्नु जस्तो लागेको थियो। अब यहाँ नबोल्नु सुन्नु लाग्यो। अब सुन्न चाहिँ जस्तो हाम्रो यो विश्वविद्यालयमा बेरोजगार उत्पादन भन्ने कुरा आउँदाखेरि मलाई चाहिँ कस्तो लाग्यो भने हाम्रो हिजो कि अस्ति एकजना साथी सरलाईमा आत्मदाह गर्नुभयो। दुःखद घटना हो। MSc फर्स्ट डिभिजनमा पास गरेर गएर उहाँले चाहिँ जब नपाएको कारणले त्यो मानसिक रूपमा ऊ भएर यहाँ पनि इन्डासमा 1 नम्बर, त्यो MScमा पनि 1 नम्बरमा नाउँ निकालेर गएर उहाँको चाहिँ दुःखद त्यो आत्मदाह गरेर निधन भयो। त्यसको लागि हामी अलिकति क्षमा प्रार्थी दुखी छौँ त्यसमा होइन। तर के हो भने अब हामीले विश्वविद्यालयले बेरोजगार उत्पादन गरेको होइन, विश्वविद्यालयले हामीले सक्षम बनाएको हो। अब यो लगेर इम्प्लोय गर्ने ठाउँमा चाहिँ हामीले के गर्न सकेका छैनौँ भने जस्तो मैले एजुकेसनको कुरा गर्छु। एजुकेसनमा कुरा गर्दाखेरि हामीले विद्यार्थीहरूलाई एडमिसन गर्दा के गरेका छौँ भने सी आएको विद्यार्थी एडमिसन गर्ने। एजुकेसन भनेको त स्कुल लेभलको त एउटा जग हो नि। त्यसको लागि हामीले ए वा बी आएका विद्यार्थीहरू एडमिसन गर्न सकेनौँ, किनभने हाम्रो सरकारले त्यो नीति बनाएको छैन। त्यसले गर्दाखेरि पनि हामीले राम्रोसँग विद्यार्थीहरू टिचरहरू उत्पादन गर्न सकेका छैनौँ। एउटा कुरा स्कुल लेभलमा जहाँबाट विद्यार्थीहरूको चाहिँ जग राम्रो हुनुपर्ने हो त्यहाँ अलिकति एउटा विद्यार्थीहरूलाई, किनभने ए आएको सबै साइन्स पढ्न जान्छ, बी आएको सबै कता कता जान्छ, अनि कहीँ बिकेन भने एजुकेसन पढ्न आउँछ, हामी तिनीहरूलाई पढाएर स्कुल पठाउँछौँ। त्यसले गर्दाखेरि पनि हाम्रो तल जग, किनभने घर बनाउँदाखेरि पहिला तल जग बनाएर भने माथि मात्रै बनाएर त हुँदैन नि। हाम्रो शिक्षा चाहिँ त्यस्तो भएको छ। त्यसले गर्दाखेरि यसमा पनि अलिकति रिथिङ गर्नुपर्छ होला भनेर हामीले मन्त्रालयमा धेरैचोटि कुरा उठाइसकेका छौँ होइन। हामीलाई कतिवटा चाहिन्छ, कति चाहिन्छ, जस्तो यहीँ हामी बाहिर जाउँ, धेरै टाढा नजाउँ, इन्डिया जाउँ, एडमिसन गर्ने बित्तिकै उनीहरूको जबको ग्यारेन्टी हुन्छ एजुकेसनमा। त्यहाँ चाहिँ हाम्रो यहाँ IIM मा जस्तो कम्पिटिसन हुन्छ, बिएडको लागि एमएडको लागि त्यस्तै कम्पिटिसन हुन्छ, तर हामी कहाँ त्यो गर्न नसकेको कारणले पनि अनि त्यसपछि हामी सर्टिफिकेट दिएर पठाउँछौँ। बाहिर जाँदाखेरि अब कतिपय अवस्थामा अलिकति गाह्रो भइराखेको छ। हामी कहाँ विद्यार्थीहरू बढी
र अलिकति क्वालिटीमा कोर्स बनाउने बेलामा पनि हामीले समय सुहाउँदो अहिलेको कमाउँदै पढ्दै भनेर जुन नारा लगाइराखेका छौँ हामी त्यो अनुसारको कोर्स बनाउन नसकेको कारणले पनि यो समस्या आएको हो जस्तो लाग्छ हामीलाई। त्यसले गर्दाखेरि पनि कोर्स परिमार्जनमा वास्तवमा हामीले अलिकति कुरा उठाउनु पर्छ होला यहाँ। त्यो कोर्स परिमार्जन भयो भने मात्रै हामीले चाहिँ खोजे जस्तो हामीले सोचे जस्तो विद्यार्थी उत्पादन गर्न हामी सक्छौँ र 90% जनशक्ति चाहिँ टियुमै छ, टियुकै उत्पादन हो हैन। तर पनि हामीले के गर्न सकिरहेका छैनौँ भने तिनीहरूलाई समाउन सकेका छैनौँ। हामीले संसारभरि फैलिएका मान्छेहरू चाहिँ कहाँ पढेर आएको भन्दा त्रिभुवन विश्वविद्यालयमा भन्छन् र हामीले यिनीहरूलाई चाहिँ एकजुट गराउन सकेका छैनौँ। वास्तवमा अल्मुनाईले एकजुट गराउन पहल गरिराखेको छ, त्यो गर्नुपर्छ जस्तो लाग्छ। त्यसको लागि चाहिँ अब हामी सबैजना लागिराखेका छौँ र मेरो पाटो भनेको आर्थिक रूपमा हो। हामी अलिकति बल्ल अलिअलि सबल भएको छौँ। हामीसँग अहिले 3-4 लाख रुपियाँ पैसा होला, त्यहाँभन्दा बढी छैन, किनभने यो पनि धेरै मेहनत गरेर हाम्रो पैसा उठाएर अनि त्यसपछि त्यहाँबाट प्रदीप सरले डिनर गरेर दुनियाँ त्यो के गरेर हामीले 3-4 लाख रुपियाँ जम्मा गरेका छौँ, त्यहाँभन्दा छैन। हामीलाई अलिकति बजेटको पनि समस्या नै छ, किनभने हाम्रो चाहिँ अब कुनै पनि काम गरौँ भनेदेखि अलिकति बजेटै चाहिने हो। बजेट चाहिँ अलिकति गाह्रै छ। अब हामीले कसरी सञ्चालन गर्छौँ यसभन्दा अगाडि भदौमा भन्ने कुरा चाहिँ अलिकति सोच्नै पर्ने भएको छ। म चाहिँ अब यहाँ भन्दा पनि अलि अरू सरहरूको अब आउने नयाँ साथीहरूको अलिकति कुरा सुनौँ। मैले चाहिँ त्यो बेरोजगार उत्पादन गर्दाखेरि मलाई चाहिँ ठ्याक्क त्यो उताको त्यो विवेकको क्लिक गर्यो, त्यस कारणले गर्दाखेरि यो कुरा मैले उठाएँ। हस्, धन्यवाद। धन्यवाद म्याम। हामीले चाहिँ यो बेरोजगारको भन्ने उठाउने भन्दा हामी अलिकति यसमा शेयर गरौँ। रितेश सर मैले बोले हामीले कसैलाई आरोप उ गर्नु भन्दा हामीले यो जुन आरोप आएको छ यसलाई कसरी हटाउने भन्ने हो। यसमा म्यामले चाहिँ भन्नु यो कोर्स बनाउँदाखेरि हामीले चाहिँ कोर्सलाई परिमार्जन गर्ने हो कि भन्ने एउटा, कति जनशक्ति चाहियो, जनशक्तिको प्रक्षेपण गर्ने हो कि त्यो विषयमा पनि टुवानले केही गर्न सक्छ कि भन्ने मात्रै मेरो उद्देश्य हो। यहाँ चाहिँ अरू कसैलाई आरोप र प्रत्यारोप भन्ने हामी कोही हामी आफ्नै चाहिँ घरकै मान्छे हौ, त्यो हिसाबले हो। अब चाहिँ प्रदीप सरले केही बोल्न खोज्नु भएको थियो, अनि पछि रिदिश सरलाई चाहिँ त्यसपछि चाहिँ नि रिदिश सरलाई चाहिँ सकिनको लागि रिमार्क्स र ऊ चाहिँ रिदिश सरलाई एकैचोटि दिउँ कि के गरौँ? अब हामीलाई चाहिँ अलिकति कोर्स चाहिँ अलिकति परिमार्जन गर्नुपर्ने भएको छ। अलिकति कमाउँदै पढ्दै गर्ने अवस्थामा नल्याए हुँदैन हामीले। त्यस कारणले गर्दाखेरि पनि अब यो चाहिँ अलिकति सोच्नुपर्ने भएको छ। हामीले त्यो गर्न सक्छौँ। अब अहिले पदाधिकारीहरू नयाँ हुनुहुन्छ। अब यो अवस्थामा हामीलाई अलिकति जग्गा पनि चाहिएको छ। अब लागुन हामी लागिरहेछौँ, के अरे धेरै वर्ष भयो हामी लागेको। अब आउने नयाँलाई हस्तान्तरण नगरुन्जेलसम्म त अब काम गरौँ न। गरौँ। सही भन्नु म्याम। रिदिश सरलाई चाहिँ पछि दिएर मैले चाहिँ प्रदीप सरले बोल्न खोज्नु भएको थियो, प्रदीप सरलाई दिउँ त? प्रदीप सरको बोलिराख्नु भएको छ, माइकै अफ छ के? माइक अफ छ प्रदीप सर, माइक अफ छ के सर? अनि एकदम रवि सर एकदम टाइममा छ सर। हामीले रिदिश सरले बोल्दा ठिक्क हुन्छ। अनि पछि रिदिश सर बोलेपछि अनि आयो, अहिले आवाज आयो सर, आयो। ए ल यसमा के भने नि अब धेरै साथीहरूले चाहिँ भेरी इन्टरेक्टिभ प्रोग्राममा जस्तो भयो यो धेरैको सरसल्लाह सुझाव पनि आएको छ। अब दिपकजीले आफ्नो कुरा राख्नुभयो, हाम्रो लक्ष्मी तामाङजीले पनि राम्रो सुझाव दिनुभएको छ। कुस्मिता म्याडमले आफ्नो त्यसको रेस्पोन्स पनि गर्नुभयो। मलाई के लागेको छ भने अब यो टुवानलाई अगाडि लानको लागि हामीले जे फाउन्डेसन अब सुनिति म्याडमको टाइममा जति गऱ्यौँ त्यसलाई हामीले इटा थप्ने काम त गऱ्यौँ। अब आउने नयाँ नेतृत्वलाई पनि हामीले त्यसरी साथ दिएर अगाडि बढौँ। अब यो अघि नारायण सरले चाहिँ यो भवनको कुरा गर्नुभयो, जग्गाको कुरा, जग्गा नपाएको पनि होइन, हामीलाई एलोकेट पनि गरेको थियो होइन। तर त्यो कुरालाई आफ्नो हातमा ल्याउन सकेन। हुन त अहिले नयाँ सरकार आएपछि यो सबै भएको अरूको जग्गाहरूलाई पनि फेरि अगाडि पछाडि ल्याएर अहिले अस्ति पनि मेरो कुरा हुँदाखेरि अब शिक्षकको बिल्डिङ होला या अरूको 2-4 बिल्डिङ त त्यतिकै खाली पनि छ, सायद तपाईँलाई यो पनि दिन सकिन्छ कि भन्ने जस्तो पनि कुरा गर्नुभएको थियो। तर अब अस्ति भर्खरै मेरो 2-4 जनासँग कुरा त भएको छ। त्यो एजेन्डा हाम्रो वान अफ द एजेन्डा हो। हाम्रो बिल्डिङ बनाउने या चाहिँ जग्गा पाउने भनेको वान अफ द मेन एजेन्डा चाहिँ होइन। मेन एजेन्डा चाहिँ हामीले चाहिँ टियुको
एक्टिभिटिजलाई बढाएर सदस्यलाई कसरी बढाउन सकिन्छ। अब हामीले चाहिँ बोलाएर सदस्य बनाउने कि उनीहरूले पनि चाहोस् न भन्ने एउटा चाहिँ निडलाई बढाइदिनुपर्छ कि जस्तो हामीलाई लागेको छ। र जहाँसम्म अघि हाम्रो लक्ष्मी तामाङजीले सायद दुई चारवटा कुरो राख्नुभयो, हामीले रिजनल बेसिसमै विशेष गरेर इन्टरनेसनल मेम्बरसिप इन्क्रिमेन्ट बढाउनुको लागि चाहिँ रिजनल बेसमै हामी जाने भनेको छ। अब त्यसमा दुई चारवटा जस्तै युरोप होला, अमेरिका होला, साउथ अमेरिका भन्ने 5-7वटा रिजन पनि गऱ्यौँ। त्यसलाई अझ बाइफर्केट गर्नु, जहाँनिर कन्सन्ट्रेसन हाई छ त्यसलाई अलिकति चेन्ज गर्न र विशेष गरेर मेम्बरसिप ड्राइभिङको लागि हामीले एउटा कमिटी पनि गरेको थियो। इन्टरनेसनल हेर्ने एकजना थियो, नेसनल हेर्ने एउटा थियो। यो आई थिङ्क अब यहाँहरू चाहिँ नयाँ कार्यकालमा नयाँ नेतृत्व आउँदाखेरि यहाँहरूको आफ्नो सरसल्लाह सुझाव र साथसाथै संलग्नता पनि देखाइदिनु होला। र अहिले हामीले गर्ने कुरा धेरै छ। हामीले केही सुरुवात चाहिँ गऱ्यौँ, तर यसैमा हामी चित्त बुझेर बस्ने अवस्था त छैन। विशेष गरेर अब रविजीले टाइम एन्ड अगेन हामीलाई अलिकति के अरे ढकढकाउने गर्नुभएको छ। अलिकति त्यसले चाहिँ हामीलाई केही काम गर्नुपर्छ भन्ने एउटा सोच हो। हामीले गएको 2 वर्ष इनिसियली 2 इयर्स त एकदमै हामी राम्ररी नै अगाडि बढेका थियौँ। तर लास्ट 6-8 महिना त अब गभर्मेन्ट चेन्जदेखि लिएर विभिन्न कारणले गर्दाखेरि अगाडि बढ्नु सकेन। र इट इज नट द एन्ड, इट इज स्टिल आई थिङ्क वी हेभ स्टार्टेड इन अ बिग वे। सो लेट्स होप द्याट वी विल अचिभ आवर भिजन मिसन। र अहिले जति पनि हाम्रा सदस्यज्यूहरू छ, विशेष गरेर हाम्रो चाहिँ अब महासचिवज्यू होइन, उहाँले चाहिँ धीरजीले टाइम एन्ड अगेन दुई चारवटा एडभाइसहरू गरिराख्नु भएको छ। त्यसलाई हामी फलो गरौँ। र केही त्यस्तो छ भने फेरि पनि हामी यो भर्चुअल मिटिङ त भर्चुअल यो वेबिनार त हामी टाइम एन्ड अगेन हामी गर्ने नै छौँ। यसलाई कन्टिन्युटी गर्नुपर्छ। र यो फिजिकली पनि हामी अब चाँडै नै भेट्ने एउटा टाइम निकाल्नुला, अब यो सरसल्लाह गरेर चाहिँ एउटा टाइम डेट एउटा फिक्स गर्नुला नि त है। मेरो यति भने हो। धन्यवाद प्रदीप सर। एकैछिन हाम्रो सन्तोष वैद्य सरले टियुलाई सुझाव दिने हुँदा हरेक विषयको व्यावहारिक अनुसन्धानात्मक र इन्टर्नसिप कम्तीमा 1 वर्षको सिलेबसको लागि वकालत गर्नुपर्छ भनेर सुझाव राख्नु भएको छ। त्यस्तै लक्ष्मी तामाङ म्यामले पनि कोर्स परिमार्जन गर्दा सर्वेक्षण गरेर गर्दा उपयुक्त होला कि बजारमा के कस्तो जनशक्ति बिकाउ हुन्छ सोही अनुसार कोर्स परिमार्जन गर्दा तथ्यगत होला भनेर चाहिँ कुरा राख्नु भएको छ। र उद्यमशीलता इकोसिस्टम विकास नगरेसम्म बेरोजगार समस्या समाधान हुन्न भनेर तेह्रथुम क्याम्पस चिफले लेख्नु भएको छ। ल अगाडि बढौँ, यति जानकारी गराएँ। तर हामीले यो हप्ता के अरे 15-15 दिनमा राखेर वास्तवमा बाहिरको जुन हामी मेम्बर भन्दा पनि बाहिरको साथीहरूको चाहिँ कुरा सुनेर अलिकति उ गर्नु पाए हामीलाई राम्रो हुन्थ्यो होला। किनभने उनीहरूबाट नयाँ नयाँ कुराहरू आउँछ नि त। यहाँ कसरी अहिले चाहिँ लक्ष्मी म्याम, सन्तोष सर अनि तेह्रथुम मल्टिपल क्याम्पसबाट आयो, दिपक सरको चाहिँ भनाइ आयो। हामी चाहिँ कार्य समितिका मान्छे भन्दा बाहिरको मान्छेबाट सुझाव आओस् भन्ने हाम्रो चाहना पनि त्यही हो। आज यो पहिलो कार्यक्रम भयो यो अनुसारको, र हामी चाहिँ अहिले 42 जना जोडिएका छौँ। यो कार्यक्रम चाहिँ हामीले चाहिँ जति सोचेका थियौँ त्यो अनुसार चाहिँ उपस्थित हुनुभएको छ। हामीले सुरुमा एक्सपेक्टेसन हामीले इन्टरनल्ली छलफल गर्दा नोदनाथ सर र मैले गर्दा 40 जना जति हुन्छौँ कि भन्ने अनुमान गरेका थियौँ, त्यति भयौँ। अब आगामी दिनमा यसलाई अझै बढाउँदै लैजानुपर्छ। र साउनमा फेरि हामी कार्यक्रम गर्छौँ। साउनको पहिलो हप्ता त्रिभुवन विश्वविद्यालयको दिवस, त्रिभुवन विश्वविद्यालय स्थापना दिवसको बेलामा हामी फेरि यसरी नै कार्यक्रम गर्छौँ। र यो आजको कार्यक्रम सकिनुभन्दा अगाडि यो कार्यक्रमलाई चाहिँ धन्यवाद चाहिँ समापन गरिदिनु हुन म प्राध्यापक डाक्टर रितेश सरलाई चाहिँ हार्दिक अनुरोध गर्दछु। उहाँ अहिले टुवानको चाहिँ हाम्रो उपसभापति पनि हुनुहुन्छ। रितेश सर। हस्, धन्यवाद। सर्वप्रथम त यो हाम्रो चौथो वेबिनार चाहन्छु। त्यसै गरी यो हाम्रो मुख्य वक्ताको रूपमा रहनुभएका पूर्व अध्यक्ष र वर्तमान अध्यक्ष र यस कार्यक्रमलाई फेसिलिटेसन गरिदिनको निम्ति रविचन्द्र पराजुली र नोदनाथ त्रिताजीलाई पनि म विशेष धन्यवाद दिन चाहन्छु। अब धेरै कुराहरू त आइ नै सके। हामीले खास गरेर वक्ताहरूले पनि खास जोड के दिनुभयो भने हामीले भविष्यमा हाम्रो रोल के र हामीले चाहिँ त्रिभुवन विश्वविद्यालयलाई के योगदान गर्न सक्छौँ भन्ने विशेष कुराहरू आए र विगतमा हामीले के कुराहरू गऱ्यौँ र हाम्रो योजना के छ भन्ने कुराहरूलाई प्रस्ट्याउनु भएको छ। अब धेरै कुरा त हाम्रो साथीहरूलाई थाहा नै छ, त्यही पनि
र अब यो भन्दा पनि जुन अहिले डिस्कसनमा कुराहरू आए होइन, त्यसमा मलाई लागेका मेरा अनुभवका कुराहरू चाहिँ मलाई अलिकति म यसैमा सेयर गर्न चाहन्छु। एउटा त अब बिर्सिनुभन्दा अगाडि पहिले नै मैले भनौँ, हामीले चाहिँ एउटा अहिले नयाँ भिसीलाई पनि हामीले गएर उपकुलपतिज्यूलाई र त्रिविका पदाधिकारीज्यूहरूलाई हामीले एउटा के भन्नु छ भने, टुवानको अध्यक्ष चाहिँ सिनेट मेम्बर हुने भनेर हामीले पहिलेदेखि पुस गरिराखेका थियौँ। त्यो अगाडि बढ्न सकेका छैन। त्यस कारणले हामीले त्यसलाई चाहिँ अलिकति अगाडि लानुपर्छ। र अर्को अब जुन हामीले नेटवर्किङका वास्तामा कुराहरू आए, हामीले चाहिँ एकपल्ट यो योजना पनि बनाएको थियौँ। हामी प्रत्येक प्रदेशमा गएर प्रदेशमा चाहिँ छलफल चलाएर त्यहाँबाट चाहिँ लिने भन्दा अहिले वास्तवमा यो युजिसीले चाहिँ के सजिलो बनाइदिएको छ भने, जसले ग्रान्ट्सहरू पाउँछ क्याम्पसमा, हरेक क्याम्पसमा चाहिँ यो अल्मुनाई बनाउने भन्ने उनीहरूको प्रावधान नै छ। त्यस कारणले त्यसलाई नेटवर्किङ जुन अघि कुराहरू पनि आए त्यसलाई जोड्न सक्यो भने वास्तवमा त्यो एउटा ठुलो महत्त्वपूर्ण हाम्रो चाहिँ यो योजना नै सफल हुन सक्छ। त्यसै गरी अब यो जुन अहिले एउटा चाहिँ हाम्रो सुनीति म्याडमले के ल्याउनु हो भने, हाम्रो 27 जना मेम्बरहरू भए अथवा किन आयो भन्ने किसिमका क्वेसनमा अब त्यति बेला चाहिँ छलफल के भएको थियो भने, हामीले गर्दा पहिले धेरै जसो टियुका मात्रै भएर प्राइभेट सेक्टरका अन्य वरि चाहिँ यो चाहिँ के भने आइसोलेटेड भयो, त्यसले अपनत्व लिन सकेन। त्यस कारणले सम्पूर्ण सेक्टरलाई पनि हामीले प्रतिनिधित्व गराउनु पर्यो भन्ने हिसाबमा वास्तवमा त्यति बेला अलिकति बढाएको भयो। तर हाम्रो अनुभवले के भन्यो भनेदेखि वास्तवमा धेरै ठुलो एक्जिक्युटिभ कमिटी भयो भने मिटिङ बस्नै गाह्रो हुने रहेछ। त्यस कारणले अलिकति घटाउनु हाम्रो चाहिँ वास्तवमा यो अहिले जुन फेरि यहाँ अघि कुराहरू पनि आए, ती चाहिँ बेरोजगार उत्पादन गर्ने संस्था बन्यो भने, यो चाहिँ म पनि एउटा प्लानिङमा हुँदा के भने विभिन्न यो मिनिस्ट्रीमा अन्त जाँदा धेरैले यो क्वेसनहरू राखे। र वास्तवमा हाम्रो चाहिँ अब यो कस्तो हुँदो रहेछ भने, टियुमा धेरै राम्रा विद्यार्थीहरू पनि छन्, धेरै फ्याकल्टीहरूका जस्तो इन्जिनियरिङको उदाहरण भयो, म्यानेजमेन्टको भयो, होइन मेडिसिनको भयो, टेक्निकल खास गरेर विषयहरूमा चाहिँ उनीहरूको इम्प्लोइमेन्ट 100% जस्तै देखिन्छ। तर नम्बर अफ स्टुडेन्ट हेर्दाखेरि चाहिँ धेरै हामीले जस्तो 5 लाखको कुरा आयो भने 5 लाखमा चाहिँ जस्तो टेक्निकलमा 20% मात्रै छ, 80% चाहिँ के छ भने जेनरलमा छ। र जेनरलकाले गर्दाखेरि अलिकति त्यो किसिमको ब्लेम पनि आएको हो। र एउटा अहिले प्राइभेट सेक्टरमा चाहिँ के पनि देखियो भने, त्रिभुवन विश्वविद्यालयबाट ग्रेजुएट भएका र अन्यबाट विदेशबाट ग्रेजुएट भएका मान्छेहरू जाँदाखेरि थ्योरिटिकल्ली दे आर भेरी स्ट्रङ, तर एप्लिकेसन पार्टमा चाहिँ दे आर भेरी विक। र अब कतिको कम्प्लेन चाहिँ के पनि आएको छ भने, हामीले टियुको विद्यार्थीहरू लिँदाखेरि ट्रेनिङ नदिकन उनीहरूले चाहिँ गर्न सक्दैन भन्ने किसिमको चाहिँ कुराहरू पनि आएछ। हामीले विभिन्न यो एक्सचेन्ज प्रोग्रामहरूमा अमेरिकाहरूतिरको फ्याकल्टीहरूसँग कुरा गर्दा नि उनीहरूको चाहिँ त्यही हिसाबले एउटा हामीले कोलाबरेटिभ वेमा करिकुलम कसरी डिजाइन गर्ने भन्नेमा पनि मतलब हामीले गरेका थियौँ। त्यस कारणले एउटा चाहिँ त्यो किसिमको कुरा हो, मेरो अनुभवले चाहिँ मलाई त्यस्तो लाग्छ। र अब यो जुन अघि फेरि हाम्रो कुराहरू पनि आए, भिजन 2030 का कुराहरू, त यसमा चाहिँ अलिकति पुस गर्नलाई वास्तवमा म पनि लागेको थिएँ। त्यसमा हाम्रो चाहिँ 2-3टा पार्ट चाहिँ हामी क्लियर नभइकन हुँदो रहेछ। जस्तो एउटा चाहिँ के भने, 2टा अप्सनको साथ गएको छौँ हामी। एउटा के छ भने, कि त टियुको एक्ट नै परिवर्तन नगरिकन गर्न सकिँदैन। अर्को चाहिँ टियुले आफैले चाहिँ त्यसलाई अब स्कुलको कन्सेप्टमा लगेर लाने हो कि, त्यो हामी क्लियर हुन जरुरी देखिन्छ। किनभने 2टा पाटाहरू छन् त्यहाँ भिजनमा पनि। एउटा चाहिँ यो रिस्ट्रक्चरिङ गरेर टियुलाई नै रिजनल उसमा 7वटामा विभाजन गर्ने, एउटा स्कुल कन्सेप्टमा जाने भन्ने कुरा। अब त्यो विभाजन गरेर जानेमा चाहिँ एक्ट चेन्ज नगरिकन नहुने रहेछ, तर स्कुलको कन्सेप्टमा जाने हो भने चाहिँ टियुले गर्न सक्छ। त्यस कारणले यी धेरै कुराहरू चाहिँ छन्। अब यी चाहिँ ठुलो एउटा च्यालेन्ज बनेर, अर्को चाहिँ हामीले कन्ट्रिब्युसन के गर्न सक्छौँ भन्दा धेरै हामीले वास्तवमा यस्तै फोरमहरू क्रिएट गर्ने। तर एउटा अनुभव चाहिँ के देखियो भने, सबभन्दा टियु अल्मुनाईले चाहिँ हामीले खासै गर्ने भन्दा हामीले यस्तै फोरमहरू क्रिएट गर्ने, डिस्कसन गराउने, यी कुराहरू गराउन सक्छ। जबसम्म चाहिँ हामीले भनेका सुझावहरू नेतृत्ववर्गले ग्रहण गर्दैन तबसम्म चाहिँ यो हुन सम्भव मैले देख्दिनँ।
यो चाहिँ एउटा हाम्रो यो अनुभव पनि हो। जस्तो करिकुलममा पनि हामीले गर्ने भन्दा करिकुलमको आफ्नै एउटा स्ट्रक्चर छ। त्यहाँ चाहिँ फ्याकल्टी बोर्ड हुन्छ, एकाडेमिक काउन्सिल हुन्छ। जब हाम्रो त्यहाँ रोल हुँदैन भने उही भन्ने मात्रै कुरा त्यहाँ गएर खासै चिज गर्न सकिँदैन। यी कुराहरू पनि छन्। यसलाई पनि हामी साथीहरू सबैले बुझ्नुपर्छ। त्यस कारणले यसो गर्ने उसो गर्ने भन्दा पनि हामीले चाहिँ के गर्न सक्छौँ, कसरी कन्ट्रिब्युट गर्न सक्छौँ, यो छलफल गराएर त हामीले पक्कै यो गर्ने यही नै हो र गरिराखेका पनि छौँ। र यसलाई अब हामी सबैले निरन्तरता दिने नै छौँ। र म चाहिँ अब यति भन्दै अहिलेको आजको यो जुन छलफलमा सहभागी हुने भएर सम्पूर्ण सहभागीहरूलाई धन्यवाद दिँदै म आफ्नो तर्फबाट बिदा लिन चाहन्छु। धन्यवाद। धन्यवाद रेडी सर। यहाँ चाहिँ एनहान्सिङ एलुमनाई नेटवर्क भनेर ज्ञानेन्द्र सरबाट आयो। एङ्गेज टु युज एक्सटेन्सिभ alumni network as members, guest lecturers, and liaisons to help current students secure internships and jobs in Nepal's private sector भनेर तुवानले कतिको गर्न सकिन्छ त्यो विषयमा हामी छलफल गरौँला। त्यसैगरी तुवानको चाहिँ लक्ष्मी म्यामले चाहिँ फेरि त्यो तुवानको चाहिँ कसरी चाहिँ इन्टरनेसनली हामी गठन गर्न सकिन्छ भनेर अफ्रिका, अरब स्टेट्स, एसिया एन्ड द पेसिफिक, युरोप एन्ड नर्थ अमेरिका, ल्याटिन अमेरिका एन्ड द क्यारिबियन भनेर यो अनुसारको बनाउन सकिन्छ कि भनेर उहाँले चाहिँ सुझाव दिनुभएको छ। त्यसको लागि पनि उहाँहरूलाई धेरै धेरै धन्यवाद। अब अर्को केही छ भने चाहिँ खबर पाऊँ, होइन भने चाहिँ म अध्यक्षज्यूको अनुमतिले म चाहिँ यो कार्यक्रम अब यहीँ सकेको भनौँ त। हुन्छ हुन्छ हुन्छ। उपस्थित हुनुभएका सबैजनालाई धेरै धेरै धन्यवाद। अध्यक्षज्यूलाई धन्यवाद, सुनीति म्यामलाई धन्यवाद, टुवानका सम्पूर्ण पदाधिकारी सर म्यामहरूलाई धेरै धेरै धन्यवाद र उपस्थित हुनुभएका अतिथिज्यूहरूलाई फेरि पनि धन्यवाद भन्दै यो कार्यक्रम यही सकिएको जानकारी गराउँछु। धेरै धेरै धन्यवाद। ल रविजीलाई पनि धेरै धेरै नमस्कार। सुरुवात गरिदिनु भएको धन्यवाद। धन्यवाद। 41 जनाको तर्फबाट रविलाई धन्यवाद। थ्याङ्क यू सर, थ्याङ्क यू। तपाईँ समेत 42 भएको हुनाले 41 जनाको शुभकामना। धन्यवाद नोटनाथलाई है धन्यवाद। ल गुड नाइट। गुड नाइट सर, गुड नाइट। गुड नाइट। मैले धेरै